नमस्कार, स्वागत छ तपाईँहरूलाई। आजको यो पोडकास्टमा हामी ज्ञानको मात्र होइन, किताबको मात्र होइन, भविष्यको, वर्तमानका कुरा गर्छौँ। आज हामीसँग हुनुहुन्छ 3 फरक क्षेत्रका प्रतिनिधि, जसले 100 विद्यार्थीको करियर बनाउने जिम्मेवारी सम्हालिरहनु भएको छ। लिडरसिप, म्यानेजमेन्ट तथा अन्टरप्रेनरसिप मार्गदर्शकका रूपमा BBA कोअर्डिनेटर अनिश सर, हस्पिटालिटी सर्भिस तथा म्यानेजमेन्टका मार्गदर्शकका रूपमा BHM कोअर्डिनेटर भूप्रसाद शर्मा सर, इनोभेसन टेक्नोलोजी तथा प्रब्लम सल्भिङका मार्गदर्शकका रूपमा BCSIT कोअर्डिनेटर जयराज खड्का सर, तपाईँहरूलाई स्वागत छ। दिस इज मी अनिश कुमार यादव, BBA 5th सेमेस्टर स्टुडेन्ट एट शुभश्री कलेज एन्ड टुडेज होस्ट अफ दिस पोडकास्ट। 3 फरक दृष्टिकोण, उद्देश्य एउटै, विद्यार्थीहरूको जीवनलाई सफल बनाउने तथा उज्जवलतर्फ लैजाने। यो पोडकास्टमा आइरहँदा चाहिँ मलाई एकदम नयाँ किसिमको ऊर्जा फिल भइरहेको छ र यसको श्रेय म शुभश्री लिडरसिप क्लब तथा यहाँ उपस्थित भेरी सपोर्टिभ कोअर्डिनेटर सरहरूलाई दिन चाहन्छु र फेरि पनि धन्यवाद भन्न चाहन्छु। मलाई चाहिँ एकदमै नयाँ किसिमको ऊर्जा फिल भइरहेछ। तपाईँहरूलाई चाहिँ यसले कस्तो फिल भइरहेछ? यो पोडकास्ट तपाईँहरूको पनि सायद फर्स्ट टाइम हो हाम्रो कलेजमा शुभश्रीको पोडकास्टमा। के अनुभव गरिरहनु भएको छ, के अनुभूति गरिरहनु भएको छ अहिले चाहिँ? ठिक छ, मेरोलाई पनि अब शुभश्री कलेजमा चाहिँ फर्स्ट टाइम हो। यसमा फर्स्ट टाइम अनि केही कुरा राख्न पाउँछु भन्ने कुरामा चाहिँ म एकदम विश्वस्त भएर आएको छु। Actually, I was very excited for the podcast. Podcast which is led by the Leadership Club. Very good actually to support the club activities as well as your academics को बारेमा जुन हाम्रो जति पनि कलेजको प्रोग्राम्सहरु छ त्यो बारेमा डिस्कस गर्न चाहिँ I was looking for the एउटा प्लेटफर्म जस्तो जुनमा चाहिँ हामी तिनैजना बसेर यसरी सल्लाह गर्न पाउँदा अझ मजा आउँछ. So people can know more about it, about us also. त्यही भएर I'm excited. Expectations very less. गर्ने या पोडकास्ट बस्ने मौका पाउनुभयो कि गुमाउनु भयो या थिएन त्यो कल्चर त्यहाँदेखि सुरु गरेर? मैले साउथ इन्डिया चेन्नईमा पढेको हो। हजुर, त्यति बेला चाहिँ मैले हाङ्का यस्तो चलाउँथेँ। अनि सर 5th सेममा तपाईँ अहिले हुनुहुन्छ होइन? अब त्यतिखेर म हुँदाखेरि पोडकास्ट भन्ने कुरा सायद अविरलै थियो। अब इफ आई एम नट रङ रेडियोमा सुन्नमा आएको हो, तर यसरी हामीले पोडकास्टै गर्छु भन्ने हामीले कहिले पनि मौका पाएनौँ। सो त्यतिखेर अब काम पढाइ त्यही नै भइरहेको थियो। मेरो केसमा भन्नुपर्दाखेरि मलाई चाहिँ वाट इज पडकास्ट भन्ने कुरा आइरहेको थियो क्या, वाट इज पडकास्ट भन्ने जस्तो लागिरहेको थियो। एन्ड वान अफ द फेमस गाई इन नेपाल अहिले एकदमै ट्रेन्डिङमा छन् हाम्रो सिसन बानिया भने, उहाँ चाहिँ वाइ इज सो फेमस भनेर उहाँको आफ्नै पडकास्ट च्यानल छ यताउता। यो पडकास्ट भनेर चाहिँ के रहेछ त, आई गेट इन्ट्रेस्टेड हुन्छ नि। त्यसपछि मलाई अलिक रमाइलो लाग्न थाल्यो, त्यो बारे आउँदा चाहिँ अझ खुसी लाग्यो। त्योभन्दा अगाडि चाहिँ आई वाज रियली नन अबाउट द पडकास्ट हुन्छ नि, कस्तो हुनुपर्छ पडकास्टको फर्मेट के हो होइन, यसको इन्टेन्सन चाहिँ के हो त, अब टार्गेट के हो त। दो देयर वाज इन्टरभ्यू पनि हुन्छ होइन, फर्मल इन्टरभ्यू सो मेनी थिङ्स। पडकास्ट नै चाहिँ किन त भन्ने जस्तो मेरो क्युरियोसिटी सधैँ थियो, किनभने हाम्रो टाइममा थिएन यो, त्यही भएर। यसरी तपाईँहरूको पोइन्ट अफ भ्यू र त्यो बेलाको हेर्दा चाहिँ आई एम फिलिङ लाइक वान स्टेप अहेड। अनि लकी पनि हल्का फिल गर्दैछु किनकि यो इन्भाइरोमेन्ट तपाईँहरूले बनाइदिनु भएको छ। सो त्यसको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु। सो आज हामी शुभश्री कलेजमा छौँ। So what is Subhasri in your words? Subhasri, in my words, is an educational organization that is dedicated to make a better future, better human resource. Subhasri, the educational institution हो नै होइन, but let's say it's a temple and we are the priest actually. अनि जति पनि हाम्रो स्टुडेन्टहरू छ दे अल आर वर्सिपर है त। सो एज अ शुभश्रीलाई चाहिँ मैले भनौँ न टेम्पलको रूपमा लिन्छु। सो जति पनि हामी यहाँ जे गर्छौँ एक हिसाबमा जस्तो मन्दिरमा हो हुने, शुभश्रीमा त्यही नै हुन्छ। एक्चुअली सरहरूले भने जस्तै डेफिनेटली शुभश्रीको एउटा एकदम आइडियल इमेज त छँदैछ होइन। मलाई चाहिँ के लाग्छ भन्दाखेरि अनलाइक टु अदर अर्गनाइजेसन्स, अदर इन्स्टिट्युसन्स, शुभश्री चाहिँ एउटा त्यस्तो प्लेटफर्म हो जसलाई चाहिँ स्टुडेन्ट्सहरूले क्यान इन्जोय, ठिक है, लर्न along with fun,
काइन्ड अफ थिङ्स ब्याचलरमा एउटा करियर बनाउने टाइममा पनि दे आर लाइक ह्याभिङ फन एट द सेम टाइम एउटा न्यू मेमोरी सेटअप गरेर अगाडि बढ्नुहुन्छ द्याट्स भेरी गुड एक्चुअली अहिलेको जेनेरेसनलाई चाहिएको पनि त्यही हो प्रेसर त अटोमेटिकली आइहाल्छ एट द सेम टाइम दे क्यान इन्जोय दे क्यान लुक फर द फ्युचर्स होइन त्यो कारणले गर्दा सुबस इज अ गुड प्लेटफर्म वे दे क्यान फिल लाइक अ होम बट एट द सेम टाइम दे क्यान लर्न अल्सो सो हामी सबैले थाहा भएको कुरा हो स्ट्रिम अथवा प्रोग्राम बिबिए बिसिएसआइटी पिएचए सबको एउटा आफ्नो आइडेन्टिटी आफ्नो बेस हुन्छ तर त्यसमा पनि वाट मेक्स बिबिए बिएचएम बिएसएसआइटी स्पेसल एट शुभश्री कलेज Okay, thank you for the question. Basically, when we talk about BHM, BHM is an academic technical course. Currently, the world entirely belongs to technical, not only theoretical or academic. If you are even good in academically, but you may not be good in your job. So when we talk about this BHM course in Subhasri College, basically we take only 43 students, and we've got very good infrastructure that is needed for the BHM. Either we talk about the kitchen, either we talk about bakery, either we talk about our practical restaurant, either we talk about our barista lab, even MIS lab, all those things makes different compared to any other course. And basically, when we look at BHM, the curriculum that has been developed is so suited for the new generation that out of the 4-year 8-semester cycle, student for the first 2 years or up to 4 semester, it is focused more on practical. And 5th and 6th semester, 1 year is basically focused on theory semester. And last 1 year, that is the most important part of their study, is compulsory internship. And in case of being having a less number of students, what it makes us better compared to any other organization is we can place them in better places. For example, right now we have sent 4 students without taking any charge to China. Shangri-La Guangzhou Hotel, and where they are, where all of their activities, for example, ticketing, visa extension, then lodging and fooding, is being beared by Shangri-La Guangzhou Hotel without taking any charge, any extra money. And also, this is a global industry, BHM. Basically, we are also sending a student to Japan, basically focused in one good property in Hokkaido called Clubmate, fine, where a student can earn and also learn. That of course and BHM, that is what I basically see. See, if you look at the structure, then basically they get the skill in 1 to 4 semester. What is BHM? BHM को जुन चाहिनु पर्ने skills हो त्यति बेला दिन्छ विद्यार्थीहरू जस्तो they might develop the skill through the practical in college, might be in kitchen, might be in restaurant, might be in bakery, might be in barista, might be in restaurant, fine, might be even in front office. They get the skills, required skills. Then at the end, 2 semesters, 7th and 8th semester, basically for a student, that is their time to make better to that skill, because they get a direct exposure in the hotel, either in Nepal or in Nepal. That's why, and the main charming of BHM is if a hotel trained you for 1 year, if you are good, they will hire you. This is a major specialty of BHM. And also, if somebody wants a career in the continuity of the career in the hotel industry, basically hospitality industry, then that's a very good platform. Because once somebody joins us in BHM, internship is guaranteed from our side. Our side, but guaranteed on either in Nepal or in Nepal. And student can even go to Eastern European countries. They can even go to Dubai or even Middle East. Even Thailand is also a very good place for the internship. Those things always matters. बिबिए चाहिँ हाम्रो एउटा कन्सेप्ट चाहिँ के छ भन्दाखेरि बिबिए भन्ने बित्तिकै ब्याङ्किङ सेक्टर भन्ने छ होइन
सो नर्मल्ली पर्छ भन्दाखेरि बिबिए ब्याङ्किङ सेक्टर मात्र छैन, तपाईँले हरेक सेक्टरमा एज अ बिबिए स्टुडेन्ट यु क्यान एप्लाई है, पहिलो त। दोस्रो के छ शुभश्री भन्दाखेरि हामी चाहिँ केमा फोकस गरिरहेको छ अहिले भन्दाखेरि यदि शिक्षा लिनु छ भने त्यो शिक्षामा सिप पनि दिनुपर्छ भन्ने हिसाबले चाहिँ हामी सिप मुलुक शिक्षा भनेर गइरहेछौँ क्या, जहाँ चाहिँ विद्यार्थीले आफूले पाउने पढाइको साथसाथै उनीहरूलाई अहिले एउटा आउटर इन्भाइरोमेन्टमा चाहिने स्किल्सहरू के हो त त्यो हिसाबले उनीहरूलाई एउटा सेमेस्टर वाइज ट्रेनिङ्सहरू प्रोभाइड गर्नेदेखि लिएर होइन, र तिम्रो भनौँ न यो 4 वर्षको कोर्समा उनीहरूले जस्तो अब 3rd सेमेस्टर अथवा 4th सेमेस्टरसम्म एउटा हिसाबले पढिरहेको सिनेरियोमा चाहिँ त्यो पढेकै सब्जेक्ट वाइज उनीहरूले प्र्याक्टिकल पाउँछ क्या, जसले गर्दा चाहिँ विद्यार्थीको स्किल्स डेभलपमेन्ट प्रोग्राम्सहरूमा हामीले अलिकति सपोर्ट गरेर अगाडि बढिरहेको छ है। अर्को भनेको बिबिएको के छ त भन्दाखेरि चाहिँ यो ब्रोड स्कोप हो एउटा एक हिसाबले हेऱ्यो भने, किनभने हामीले पहिला सोच्दाखेरि बिबिए नै गर्यो भने ब्याङ्किङ सेक्टर भन्थ्यो, तर आजको दिनमा हेऱ्यो भने हस्पिटल सेक्टरमा नि छ, तिमीले हेऱ्यो भने आइटी कम्पनीमै पनि छ होइन, अब कर्पोरेट हाउसेसमा पनि छ, ब्याङ्किङ त आफैमा छँदैछ होइन। सो त्यो हिसाबले हेर्दाखेरि चाहिँ बिबिएमा यदि इनरोल हुन सक्यो भने चाहिँ भविष्यमा उनीहरूको स्कोप चाहिँ ब्रोड हुन्छ जस्तो लाग्छ मलाई है। र त्यो साथसाथै बिबिएलाई चाहिँ पहिलेदेखिको चलन चाहिँ के थियो भन्दाखेरि बिबिए भन्यो भने चाहिँ इट्स अ प्र्याक्टिकल बेस्ड एडमिनिस्ट्रेसन पढाइ भनेर भन्थ्यो क्या, सो त्यो कारणले गर्दाखेरि चाहिँ सायद बिबिए अलिकति अलग छ होला अरूभन्दा है, त्यो छ। मलाई एक्चुअली क्वेसन नै क्लियर गरिदिनुहोस् त। So question is कि why BCSIT is special at Subhasri College? सो बिसिएसआइटी रिगार्डिङ शुभश्री है, एक्चुअली त्यो भन्नुपर्दा चाहिँ वाइ आइटी होइन, वाइ बिसिएसआइटी भन्ने प्रश्नहरू अगाडि आउँछन्। अब बिसिएसआइटी आइटीका धेरैवटा ब्रान्चेसहरू छ, फ्याकल्टी पनि धेरै किसिमको मार्केटमा सुन्नुभयो, सो मेनी थिङ्स। यो केसमा अब शुभश्रीले चाहिँ त्यसलाई कसरी एक्जिक्युट गर्छ त, बिसिएसआइटीलाई इम्प्लिमेन्टेसन एउटा करिकुलमलाई कोर्सलाई होइन कसरी अगाडि बढाउने त। अब बिङ अ पोखरा एफिलिएटेड कलेज त्यसमा पनि अब बिसिएसआइटी भन्ना छ म्यानेजमेन्टवाला आइटी होइन। अब म्यानेजमेन्टमा पनि आइटी भन्दाखेरि मान्छेलाई वाइ म्यानेजमेन्ट भन्ने लाग्न सक्छ, कतिपय कुराहरू जस्तो हाम्रो बिबिएको कोर्सेसहरू पनि सर्टेन कोर्सहरू छ क्या, इन्कर्पोरेट छ यहाँभित्र, प्लस अब आइटीको त एभ्रिथिङ इज यहाँभित्र छ। अब प्र्याक्टिकल्सहरू चाहिँ जस्तो नर्मली के हुन्छ भने आइटी लाइक तपाईँकै केसमा कुरा गरौँ, डु हेभ वाच, हाउ डु यु वाच द टाइम मोबाइल राइट। आजकल त सबैजनालाई आइटीलाई एकदम रेफरेन्सको रूपमा अगाडि लिनुहुन्छ नि त। अब आइटीको यति धेरै सेट्स छ होइन, त्यो सेट्सलाई चाहिँ अब शुभश्रीले स्टुडेन्टलाई त्यसको पर्सपेक्टिभ बुझाएर सो फ्युचरमा आफ्नो करियर चाहिँ कुन कुन सेक्टर्समा लान सकिन्छ त, त्यो कुरामा चाहिँ हामीले वी इक्विप द स्टुडेन्ट्स विथ दोज आइडियाज है। अब ट्रेनिङबाट एक्स्ट्रा ट्रेनिङ्सबाट गराउँछौँ, नर्मली मार्केटमा नयाँ ट्रेनिङ्सहरू आउँछ, त्यो ट्रेनिङलाई पनि अपडेट गराउँछौँ हामीले स्टुडेन्ट्सलाई होइन। जुन कति कलेजले गराउँछन्, कति कलेजले अब इट्स अप अन देम, उनीहरूमा डिपेन्ड गर्छ। तर हाम्रो केसमा त वी आर अलवेज रिसर्चिङ अबाउट दोज थिङ्स, स्टुडेन्टलाई पनि प्यारलली लैजान्छौँ कि स्टुडेन्ट आर अल्सो रिसर्चिङ लाइक नयाँ कुरा के आइरहेछ अनि त्यसलाई कसरी अब हाम्रो अगाडि लाने। सो नाउडेज स्टुडेन्ट्स आर लाइक डेली डे टु डेमा मसँग कन्ट्याक्टमा बस्नुहुन्छ कि सर यो गरौँ यस्तो गरौँ उस्तो गरौँ, लाइक इट्स नट लाइक द्याट कि हामी मात्रै स्टुडेन्टलाई पढाउँछ भने कि स्टुडेन्टले पनि न सर चेन्जमा यस्तो गरौँ न भने चाहिँ प्यारलली हामी अगाडि बढेर आउँछौँ। सो आई थिङ्क दिस इज रेयर इन केस अफ अदर कलेजेस। आइटी विदाउट रिसर्च विदाउट प्र्याक्टिकल्स इन्कम्प्लिट नै हुन्छ, पढाउँदा प्र्याक्टिकल्स गर्ने हो कि लाइक अब हामीले स्टुडेन्ट्सहरूलाई आइटी क्लब फर्म गर्न लाग्छौँ, स्टुडेन्ट्स आर नाउ लिडिङ देयर ट्रेनिङ, स्टुडेन्ट्स आफू ट्रेनिङ लिनुहुन्छ साथसाथै अब अरूलाई त्यो ट्रेनिङ दिनु पनि हुन्छ कि। सो यो भनेको चाहिँ आई थिङ्क स्टुडेन्ट्स आर लिडिङ इन देयर ओन स्पेस, जुन चाहिँ आजको टाइममा आइटीको स्टुडेन्टलाई चाहिने कुरा हो, किनभने जब त दे क्यान क्रिएट इट, फ्युचरमा दे क्यान क्रिएट द जब क्रिएट गर्न आर दे क्यापेबल नट भन्ने कुरा पनि फाइन गर्छ कि। आइटीको केसमा चाहिँ यु नो फ्रिल्यान्सिङ एन्ड अल त्यो अफलाइन वर्क लाइभ अनलाइन वर्क फिजिकल वर्कहरू सबै केसमा पोसिबल छ। त्यसको लागि वी आर द बेस्ट प्लेटफर्म बिसिएसआइटी, जुन सिलेबसलाई एक्जिक्युट गर्नलाई इम्प्लिमेन्ट गर्नलाई चाहिँ अब शुभश्री इज द बेस्ट प्लेटफर्म। के रहेछ भने यो स्पेसल किन बनाउँदो रहेछ, लाइक बिबिए हाम्रो ब्याङ्किङ कन्सन्ट्रेसन नभएर सब फिल्डलाई कभर गर्ने, बिए चाहिँ मात्र होटल इन्डस्ट्री हस्पिटालिटी इन्डस्ट्री नभएर अरू पनि सर्भिस सेक्टरमा पनि लाग्ने, मात्र नेपालमा नभएर फरेन एब्रोड अपर्च्युनिटी पनि पाउने।
आइटी मात्र आइटी सेक्टरमा नभएर अरू सेक्टरलाई पनि ध्यान दिएर हामी त्यसरी चाहिँ एउटा इन्भाइरोमेन्ट र त्यसरी चाहिँ डेभलपमेन्ट गरेर गइरहेको त्यही भएर हाम्रो यो कोर्सेसहरूमा चाहिँ हाम्रो शुभश्रीमा स्पेसल देखियो। सो भन्नुपर्दा हाम्रो चलन के छ भने कुनै कलेजको इन्भाइरोमेन्ट सोध्दाखेरि हामी 3टा टर्म जेनरली युज गर्छौँ। शुभश्रीको इन्भाइरोमेन्ट कस्तो छ सोध्यो भने फ्रेन्डली, गुड अर हेल्दी भन्छ। तर तपाईँहरूले यो शुभश्रीको इन्भाइरोमेन्टलाई चाहिँ त्यसलाई इलाबोरेट गर्दा चाहिँ कसरी भन्नुहुन्छ, कसरी बुझ्नुहुन्छ? किनकि त्यो इन्भाइरोमेन्टमा हामी स्टुडेन्ट पनि हुन्छ, तपाईँहरूले डिसिजन मेकिङको काम पनि गर्नुहुन्छ। सो हामी कसरी चाहिँ त्यो इन्भाइरोमेन्टले इम्प्याक्ट गरिरहेछौँ र इन्भाइरोमेन्टलाई कसरी यो फ्रेन्डली, गुड र हेल्दी भन्दा पनि बाहेक कसरी राम्रो दिइरहेछौँ भने सो मैले एउटै शब्द भन्नुपर्दाखेरि एउटा फ्रेज भन्नुपर्दा वी हेभ क्रिएटेड पर्फेक्ट इकोसिस्टम के जहाँनिर टिचर्स, फ्याकल्टी, राइट, स्टुडेन्ट्स आर पर्फर्मिङ डिफ्रेन्ट एक्टिभिटिज, दे आर इन्जोइङ देयर स्टडी, एट द सेम टाइम दे आर लर्निङ अल्सो, दे आर अर्निङ अल्सो नाउ डेज। लाइक अब एउटा पढ्दै फ्युचर इन्सेक्योर हुन्छ भनेर उहाँहरूले सेम टाइममा आफ्नो टाइम मिलाएर काम पनि गर्दै हुनुहुन्छ हो। त्यो केसमा स्टुडेन्ट्स आर क्वाइट ह्याप्पी, सेटिस्फाइड पनि हुनुहुन्छ। सो दे गेट टु नो सो मेनी थिङ्स ओभर हियर। हामी जस्तै गेस्ट लेक्चर्सहरू जुन हाम्रो रिनाउन्ड पर्सनालिटिजहरू लिएर आएर गेस्ट लेक्चर्स दिन्छौँ, जसले गर्दा स्टुडेन्ट्स क्यान नो अबाउट थिङ्स, आफै जानु परेन, बाहिर गएर खोज्नु परेन। अब इकोसिस्टम यस्तो मजाले बनेको छ कि अब स्टुडेन्टलाई कन्फरेन्स जहाँ पनि हुन्छ थोरै धेरै फिडब्याक सिस्टम चाहिन्छ, फिडब्याक मेकानिजम भयो भने सिस्टम अझ पर्फेक्ट हुँदै जान्छ। तर स्टुडेन्ट्स क्यान नो अबाउट द थिङ्स, आफैले देख्न सक्नुहुन्छ, आफैले अब्जर्भ गर्न सक्नुहुन्छ र फिडब्याक पनि उहाँले दिनुहुन्छ। उहाँको फिडब्याकलाई हामी एकदम पोजिटिभ वेमा लिन्छौँ। इको सिस्टम डेभलप भएको छ। सो बिबिए, बिएचएम, आइटी यहाँ देख्दा 3टा देख्नुहुन्छ, तर वी आर सेम के, हाम्रो लागि त्यो डिफ्रेन्स छैन। वी आर सपोर्टिङ द स्टुडेन्ट्स हु आर लुकिङ फर डिफ्रेन्ट अपर्च्युनिटिज फ्रम डिफ्रेन्ट फिल्ड्स। त्यही भएर मात्रै हामी डिफ्रेन्ट हुन्छ, बट वी आर द सेम। त्यो केसले गर्दा स्टुडेन्टलाई त्यो फिलै हुँदैन। सो आई एम फ्रम आइटी, उहाँ फर बिबिए, उहाँ फ्रम बिएचएम भने पनि सो स्टुडेन्टहरू दे क्यान कम टु अस जता गए पनि। सो अरू कलेजमा यु क्यानट से दिस थिङ्स, राइट। त्यही भएर स्टुडेन्ट्सको लागि त्यो एउटा म चाहिँ अब भर्खर कलेज छुटेर +2 छुटेर ब्याचलरमा आउनुहुन्छ अनि उहाँलाई 1 वर्ष कलेज बुझ्न नै लाग्न सक्छ, तर हाम्रोमा लाग्दैन। दे क्यान इजिली गो इन्टु द सिस्टम, मजाले फिडब्याकहरूदेखि सबै कुरा आउनुहुन्छ। तपाईँ पनि यही कलेजको स्टुडेन्ट हो, तपाईँलाई पनि थाहा छ। सो मेरो बुझाइमा चाहिँ स्टुडेन्टले जुन इको सिस्टममा गएर इन्जोय गर्नुहुन्छ, पढ्न आफ्नो जुन अब्जेक्टिभ छ फुलफिल गर्नुहुन्छ। आफ्टर ब्याचलर्स पनि उहाँले शुभश्रीको प्लेटफर्म्सहरू सम्झिँदाखेरि, जुन हिस्ट्री सम्झिँदाखेरि दे क्यान इन्जोय इट। सो मेरो बुझाइमा चाहिँ स्टुडेन्ट्सको लागि यो भनेको एकदम पर्फेक्ट हो कि। दिनु पऱ्यो भने के सम्झिने त, डिग्री त छँदैछ, अपार्ट फ्रम डिग्री के सम्झिने त भन्दा शुभश्रीको यो जुन इकोसिस्टम्स, यो इन्भाइरोमेन्ट्स, जुन हाम्रो एकाडेमिक प्लस नन एकाडेमिक इसीहरू, क्लब एक्टिभिटिजदेखि लिएर अरू कुराहरू पनि त्यो उहाँहरूको लागि एकदम पेरिसिङ हुन्छ क्या लङ टाइमको लागि, होइन। त्यो हो। सो एउटा इमेजिनेटिभ कुरा हो। लाइक इफ तपाईँहरू अहिलेको स्टुडेन्ट भइदिएको भए या हामी जस्तो भइदिएको भए, तपाईँहरू यो शुभश्रीमा भइरहेको इभेन्ट्स, क्लब वर्क, सोसल भिजिट, ओरिएन्टेसनहरू हुन्छ जुन हामी बाहिर गर्छौँ, होटलमा गर्छौँ, तपाईँ चाहिँ यो मध्ये चाहिँ कुन रमाउनुहुन्थ्यो? यस्तो रमाउने कुरामा चाहिँ सबभन्दा पहिला त यदि हामी स्टुडेन्ट भइदिएको त सबभन्दा पहिला रमाउने भनेको घुमेरै हो, होइन। सो म्याक्सिमम ओरिएन्टेसन वी गो फर पोखरा है। सो अब बिएचएमको आफ्नै 5 स्टार प्रपर्टीमा भिजिट हुन्छ, होइन, 1 नाइट स्टेको क्याम्पेन हुन्छ। अब आइटीको पनि आफ्नै भिजिट हुन्छ 1 नाइटको, होइन, अथवा 2 नाइटको। सो हामी स्टुडेन्ट भन्दा स्टुडेन्टलाई हेर्ने हो भने सबभन्दा स्टुडेन्ट रमाउने भनेको आउट भिजिटमै हो, कलेजको इनसाइड भिजिट भन्दा पनि, होइन। त भन्दाखेरि चाहिँ शुभश्री कलेज अफ म्यानेजमेन्टमा चाहिँ सधैँभर हामीले सोच्ने भनेको विद्यार्थीको हितको लागि हो। चाहे त्यो फिल्ड भिजिट होस्, चाहे त्यो मार्केट सर्वे होस्, चाहे त्यो हामी अब प्रोडक्सन हाउसेसहरू घुमाउँ स्टुडेन्टहरूलाई, होइन। सो सबभन्दा उनीहरूलाई अलिकति भनौँ न प्रोत्साहन गर्नको लागि बेस्ट भनेको चाहिँ आई थिङ्क फिल्ड भिजिट इज द इम्पोर्टेन्ट है, जहाँ उनीहरूलाई कम्पनीदेखि लिएर अब होटेल, बिएचएमको स्टुडेन्ट छ बिएचएमको होटेल घुमाउने भयो, बिबिएको स्टुडेन्टहरूलाई अब भनौँ न कर्पोरेट हाउसेसहरू अथवा कुनै प्रोडक्सन हाउसेसहरू अथवा वेयर हाउसेसहरू, होइन, उनीहरूलाई चाहिँ आउटर इन्भाइरोमेन्टमा जति भिसाएर ल्याउन सक्यो त्यति नै उनीहरू खुसी हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ। मैले चाहिँ त्यो फिल गरेको छु अहिलेसम्म, किनभने वेन वी वेयर इन लाइक हाम्रो पालोमा, हाम्रो सेमेस्टरमा आई गेस वी हेभ जस्ट भिजिटेड 2 टाइम्स, होइन। सो आजको दिनमा हामीले अहिले हेर्नुभयो भने शुभश्रीमा मेरो पालोमा 4 वर्षमा मैले 2 चोटि घुमे होला,
नगरौँ कुनै एउटा हाउसमा म 2 चोटि गएँ होला मेरो टाइममा आई एम टकिङ अबाउट लाइक 2014-15 को कुरामा तर आजको दिनमा मैले एभरेज सेमेस्टर्समा वी किप लाइक एन्टरप्रेन्योरसिप छ भने एन्टरप्रेन्योरसिप भिजिट हैन मार्केटिङ छ भने मार्केटिङ भिजिट लेट्स से एचआर छ भने एचआर को ह्युमन भनौँ न एचआर म्यानेजरहरुकोमा भिजिट सो त्यो कन्सेप्ट एउटा चाहिँ हामीले चाहिँ स्टुडेन्टकै थ्रुबाट भिजिटको आधारमा चाहिँ हामीले सुरु गरे हो के सो मलाई लाग्छ यदि म स्टुडेन्ट भइदिएको भए चाहिँ म चाहिँ एज अ स्टुडेन्टको पर्सपेक्टिभबाट सोध्नुहुन्छ भने चाहिँ भिजिट्स र मार्केट सर्वेमै धेरै रमाउँछु Now, many things have been told by two of my colleagues. So, basically, let me focus on the BHM. In terms of a BHM semester, basically, we focus here in giving the basic knowledge, and that knowledge starts from the basic knowledge. And in case of a hotel visit, we have to give them with luxury property. And we are giving them 5-star property. We are taking them every time. And within that property, we stay for overnight, where they will understand how the room is all about, why the room is so precious, and they will also get to know if they stay in a hotel in a first semester during the starting of their first semester. Then what it happens is that they will understand what they are studying. के पढ्दैछु भन्ने कुरा चाहिँ त्यहाँबाट चाहिँ हामीले सिकाउँछौँ टिकटमा जान्छौँ हेर्छन् स्टाफहरूको बिहेभियर हेर्छन् रुमको क्वालिटी हेर्छन् त्यसको बेसिसमा दे जनरली प्लान फाइन दे जनरली अन्डरस्ट्यान्ड वाट दे आर स्टडिङ अल अबाउट यो एउटा चाहिँ पोजिटिभ पक्ष चाहिँ त्यहाँ छ अनि त्यसपछि जुन यो प्र्याक्टिकल हामीहरूले बिएचएम भनेपछि इट्स अल अबाउट प्र्याक्टिकल बेस्ट भएको हुनाले जस्तो सेकेन्ड सेमेस्टरमा हामीहरूले अहिले लास्ट टाइममा डुसिट प्रिन्सेसमा लग्यो भिजिट गराएका थियौँ त्यस्तै बिएचएमको थर्ड सेमेस्टरमा वी टेक देम टु अ ब्रुवरी इन बारसिङ त्यसमा हामीले के भन्छ लिएर गएको थियौँ बट दे विल लर्न एबाउट बियरको बारेमा सिक्छौँ त्यस्तै बिएचएमको फोर्थ सेमेस्टरमा गइसकेपछि हामीहरूले इन्डस्ट्री भिजिट गर्नु नेपाल डिस्टिलरी विच इज द प्रड्युसर अफ कुरिरङ एभ्रिबडी नोज होइन हामीले त्यहाँ लिएर जान्छौँ अब यस्ता कुराहरूले चाहिँ जनरली मलाई कस्तो लाग्छ भनेपछि विद्यार्थी स्टुडेन्ट विल गेट बेटर नलेज इन्डस्ट्रीमा फाइन यी कुराहरूलाई चाहिँ फोकस गरेको देखिन्छ र जुन तपाईँले क्वेसन सोध्नुभयो त्यसको आधारमा मैले भन्नुपर्दाखेरि यो इन्भाइरोमेन्ट नै डिफ्रेन्ट हो कम्पेयर टु एनिथिङ एल्स अरूको भन्दा र एउटा बेटर इन्भाइरोमेन्ट जस्तो इन्डस्ट्री भिजिट भयो प्र्याक्टिकल हामीहरूको वान अफ द बेस्ट हामीहरूले विद्यार्थीहरूको 3टा ग्रुप बनाउँछौँ प्र्याक्टिकलको होइन त्यो प्र्याक्टिकलको बेला पनि हामी विद्यार्थीहरूलाई हाउ टु कुक मात्र सिकाउँदैनौँ हाउ टु बेक मात्र सिकाउँदैनौँ हाउ टु सर्भ पनि सिकाउँछौँ है हाउ टु मेक बेड हाउ टु क्लिन रुम भनेर पनि सिकाउँछौँ वी अल्सो टिच देम हाउ टु स्पिक इन फ्रन्ट अफ द गेस्ट भनेर पनि सिकाउँछौँ एन्ड अल्सो वी अल्सो टिच देम हाउ टु इट बाई युजिङ डिफ्रेन्ट कटलरी क्रकेरी भन्छौँ हाम्रो इन्डस्ट्रीमा स्पुन फोर्कहरू कसरी चलाउनुपर्छ यो कुरा पनि के गर्छ भने हामीले सिकाउँछौँ कम्पेयर टु एनिथिङ एल्स अरूको भन्दा चाहिँ हामी कहाँ डिफ्रेन्स हुन्छौँ चाहिँ र यसको मेन एडभान्टेज भनेको नम्बर अफ स्टुडेन्ट जुन एउटा युनिभर्सिटीले लिमिटेड गरेको छ त्यो पनि मेरो विचारमा चाहिँ एउटा के भन्छ पोजिटिभ फ्याक्टर सो तपाईँको प्रश्न थियो स्टुडेन्टले के कुरामा बढी इन्जोय गर्नुहुन्छ राइट एक्चुअली आइटीको केसमा कस्तो हुन्छ नि अहिले तपाईँले पनि युट्युबमा ट्युटोरियल्सहरू मजाले हेर्नुहुन्छ होला होइन जताततै ट्युटोरियल्सहरू छ प्लेटफर्म धेरैतिर छ सो उहाँलाई कलेज आउनुभन्दा पहिला धेरै कुरा नलेज भइसकेको हुन्छ कि धेरै कुरा थाहा भइसकेको हुन्छ सो दे आर अलरेडी हङ्गर के एकदम हङ्ग्री हुनुहुन्छ उहाँहरू 1-2जना स्टुडेन्ट हुनुहुन्थ्यो होइन कस्तो हुनुहुन्थ्यो भन्दा जोइन गरिसकेपछि सर मैले कति कुरा सिक्नै पाएको छैन म अझै सिक्न चाहन्छु सर मैले यो भएन त्यो भएन काइन्ड अफ सो उहाँहरूको त्यो हङ्गर सेटिस्फाई गर्नु नै उहाँहरूको लागि ह्याप्पिनेस हुन्छ कि र हामीले चाहिँ अब नयाँ नयाँ ट्रेनिङ्सहरू दिने अनि उहाँहरूलाई आफ्नै वेबसाइट्सहरू बनाउन लगाउने वेबसाइट बनाउँदा एउटा प्रोजेक्ट हुन्छ प्रोजेक्ट प्लस अब प्रोजेक्टलाई सपोर्टिभ एलिमेन्ट्स हुन्छ नि के चाहिन्छ त्यो कुरा पनि प्रोभाइड गर्दा स्टुडेन्ट्सहरू ह्याप्पी भएको देख्छु भिजिट पनि या हामी गराउँछौँ स्टार्टअप्सहरूमा भिजिट गराउने प्लान छ होइन गराएको छ लास्ट टाइम चाहिँ कम्पनीमै भिजिट गराइयो लिफ्रक टेक्नोलोजी भनेर जसको हाम्रो एमओयूमा जससँग हाम्रो एमओयू पनि भएको छ र नियर बाई फ्युचरमा इन्क्युबेसन सेन्टर पनि इस्टाब्लिस हुन्छ कलेजमा होइन मेन रिजन भनेको चाहिँ जुन उहाँको हङ्गर छ त्यो सेटिस्फाई गर्ने हुन्छ र अर्को भनेको चाहिँ
उहाँलाई नै सेल्फ लर्निङको लागि मोटिभेट गर्न सक्नुपर्ने रहेछ कि सेल्फ लर्निङ आइटीमा चाहिँ एकदम त्यो सेल्फ लर्निङ क्यापेसिटी एकदम जति बिल्डअप गर्यो उहाँहरूले नयाँ नयाँ कुरा रिसर्च गर्दै नयाँ नयाँ टेक्नोलोजीहरूलाई फाइन्ड आउट गर्दै आफैले रिसर्च गर्नुभयो भने त्यो बेला उहाँ पछि फ्युचरमा गएर हाम्रो उहाँलाई सपोर्टै चाहिँदैन कि दे विल बी सेल्फ सस्टेन्ड त्यस्तो केसमा चाहिँ मैले स्टुडेन्टको ह्याप्पिनेस चाहिँ त्यहाँबाट भेटेको छु खासमा चाहिँ तर तपाईँले यसमध्ये एउटा कुरा चुज गर्नुपर्दा केमा बढी फोकस्ड या केमा बढी इन्जोय गर्नुहुन्थ्यो त्यो तपाईँले दिइरहेको कुराहरू मैले इन्जोय गर्ने राइट मलाई चाहिँ त्यो स्किल्स जब स्टुडेन्टलाई एउटा नयाँ स्किल्स दिएर उहाँले जसको प्रडक्ट राम्रो निकाल्नुहुन्छ नि त्यतिखेर चाहिँ आफूलाई ल मेरो उद्देश्य चाहिँ पुरा भयो भन्ने फिल हुन्छ र खुसी पनि लाग्छ एज अ टिचर एज अ फ्याकल्टी तपाईँहरूले स्टुडेन्ट भनेको के बुझ्नुहुन्छ कस्तो हुनुपर्छ स्टुडेन्ट भनेको चाहिँ Okay, again, you asked a very good question. सबै स्टडी गर्ने बेलामा सबै सब्जेक्टहरूको सबै कोर्सहरूको हाफ एन्ड रिक्वायरमेन्ट छ मैले बिएचएममा विद्यार्थी भनेर बुझ्ने भनेर भनेको वेल ग्रोन वेल गेटअप वेल ड्रेसअप गुड स्मार्ट फाइन ओबिडियन्ट डिसिप्लिन भनेर चाहिँ मैले बुझ्छु यो किन भन्नु भन्छ चाहिँ हाम्रो यो जुन बिएचएम इन्डस्ट्री हो यो जुन यो हस्पिटालिटी इन्डस्ट्री छ यो चाहिँ यस इन्डस्ट्री हो यसमा नो भन्नु मिल्दैन र विद्यार्थीको हाउ दे लाइफ द्याट म्याटर्स हो त्यसले चाहिँ एकदमै म्याटर गर्नुपर्छ त्यसले गर्दाखेरि मैले विद्यार्थीहरूबाट सोच्ने गरेको भन्नु भनेको चाहिँ द्याट इज वेल ग्रुम्ड वेल ड्रेस्ड अप एन्ड वेल डिसिप्लिन्ड industry, yes, industry, when it is just like a military. You got one, you got it. There cannot be a noise. Even for example, if I give it to you, every hotel shops alcoholic beverages. That's a business. Even in Arabian countries, outside 5-star hotels are allowed to serve alcoholic beverages. Anybody can go and train. But then, even if a person is boosted. मान्छे बुझ्ड भएको छ स्टाफसँग स्टाफलाई यस्तो ट्रेन्ड गरिएको हुन्छ कि हामी जस्तो होटल स्कुलहरूले यस्तै ट्रेन्ड गरेका हुन्छौँ कि जसको बेसिसमा के भन्छ त्यो गेस्टसँग हामीले बार्गेनिङ गर्ने उसँग अननेसेसरी कुराकानी गर्ने राइटै हुँदैन वाट एभर दे से वी हेभ टु से यस फर इक्जाम्पल तपाईँसँग एउटा के भन्छ रेड बल पेन छ बुझ्ड भएको गेस्टले आएर तपाईँलाई भन्यो सो नाइस black ball pen भनेपछि we don't have any answer. We have to say yes sir. If you say so, it's भनेर नै हामीले के दिनुपर्छ नि एन्सर दिनुपर्छ के छ भनेपछि यो इन्डस्ट्रीमा विद्यार्थी हुनुपर्ने भनेको चाहिँ यस म्यान नै हो नो भन्ने यदि के भन्छ मान्छेले सिक्यो भनेपछि यो इन्डस्ट्रीमा अगाडि बढ्न सक्छ थ्याङ्क यू तर पनि यसमा हाम्रो सुनाइमा हो कि मिथ हो के भन्छ भने बिएचएम इज नट सिरियस कोर्स यो किन बनिएको होला हेर्दाखेरि त मिलिट्री एस वाला क्वेसन एन्सर आयो तर यसलाई चाहिँ किन बनिएकोलाई चाहिँ बिएचएम इज नट सिरियस कोर्स ओके अब यसमा म एन्सर दिन्छु तपाईँले फेरि पनि राम्रो क्वेसन सोध्नुभयो अनिस भाइ अब यसमा यस्तो छ है अब अहिले करेन्टली हेऱ्यो भने चाहिँ संसारमा the fastest growing industry in the world भनेर चाहिँ हस्पिटालिटीले चिनिन्छ हामीले नेपालमै हेऱ्यौँ भने पनि ठुला ठुला जति पनि बिल्डिङहरू बनिराखेका छन् दे आर मेन्ट फर द होटल एन्ड हु कम्स इन द होटलमा को आउँछ द्याट इज ट्राभलर्स हु आर ट्राभलिङ फर पर्टिकुलर पर्पज मेबी फर इन्जोयमेन्ट मेबी फर बिजनेस उनीहरू के गर्छन् चाहिँ ट्राभलर्स इम्पोर्टेन्ट पार्ट के हो भनेपछि त्यो ठाउँमा काम गर्नको लागि वी निड ट्रेन्ड म्यान पावर अब त्यो के भन्छ आएर कुनै मान्छेले कुनै ठाउँमा बसेको छ भनेपछि उसले के चाहन्छ भनेपछि उसले भनेको कुरा चाहिँ पुरा होस् भन्ने चाहन्छ तपाईँ हामी नै कुनै ठाउँमा खानको लागि गयौँ भनेपछि यो चिज छैन ऊ चाहिँ छैन यो दिँदैन भन्नुभन्दा हामीलाई पनि मजा लाग्दैन त्यो कारणले गर्दाखेरि जुन यो हस्पिटालिटी स्पेसली होटल इन्डस्ट्री एउटा कोर्स होइन भन्ने कुरा चाहिँ आई डोन्ट एग्री किनभनेपछि इन्डस्ट्रीले एउटा ट्रेन्ड म्यान पावर चाहिन्छ र त्यो ट्रेन्ड म्यान पावर बनाउने काम चाहिँ हामीले गर्छौँ Fine. It's a very serious course. It's a job-oriented course. It's a job-oriented course in which students are taught, fine, how to be good hospitable. Student like कसरी good hospitable हुने भनेर चाहिँ हामीले सिकाउने के हामीले अरु कुरा सिकाउने होइन
अब त्यो उसले सिकेको कुरा सिर्फ त्यो होटलमा मात्रै लागु हुन्छ भन्ने कुरा छैन, डे टु डे लाइफमा पनि के भन्छ इम्प्लिमेन्टेसन हुन्छ। जस्तो अहिले बिएचएमको स्टुडेन्टहरूलाई ब्याङ्कहरूमा पनि के गर्छ भनेपछि के भन्छ पब्लिक रिलेसन अथवा गेस्ट रिलेसन डिपार्टमेन्टमा राख्ने गर्छ। किन राख्छ त भन्नु भन्दाखेरि दे हेभ बिन ट्रेन्ड टु बी सफ्ट, दे हेभ बिन ट्रेन्ड टु टक टु द गेस्ट भेरी वेल। बेसिकली वेन दे सी द गेस्ट, अब हामीले सुरुमै के भन्छ यो के भन्छ स्टुडेन्टहरूलाई हामीले कसरी सिकाएका हुन्छौँ भनेपछि when a guest comes, गेस्ट आइसकेपछि फर्स्ट विस भने हुन्छ, गुड मर्निङ सर, गुड आफ्टरनुन सर, फाइन, हाउ मे आई हेल्प यु। यो त उनीहरूको मुखमै हुन्छ कि त्यो ट्रेनिङ दिइएको हुन्छ। र जति बेलामा कुनै एउटा ट्राभलर एक ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्छ भनेपछि उसले दे वान्ट द प्रायोरिटी टु देम। जस्तो हामी के भन्छ कोही प्लेन चढ्दैछ भनेपछि प्लेन चढ्ने ट्राभलर छ बाहिरको मान्छे छ भने हामीले उसलाई प्रायोरिटी दिन्छौँ, हामीले उसलाई प्रायोरिटी दिन्छौँ। त्यो कारणले गर्दाखेरि जुन यो 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 जुन 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 यो हाम्रो यो बिएचएम जुन छ यो कोर्समा चाहिँ वी प्रिपेयर द फ्युचर हस्पिटालिटी लिडर्स। कोर्सको बेसिसमा विद्यार्थीहरूले सिर्फ होटलमै काम गर्नुपर्छ भन्ने पनि छैन, दे क्यान इभन सर्भ फर अदर इन्डस्ट्री। दे हेभ गट द स्किल थ्रु द प्र्याक्टिकल, they have got their experience through the compulsory internship. त्यसको बेसिसमा they can open their own restaurant, they can open their own bakery, fine, they can open their own hotel. यसमा यो होइन कि यो सिरियस कोर्स होइन भन्दैन। म चाहिँ के भन्छु भने हाम्रो जस्तो जुन एउटा कन्ट्री छ द्याट इज भेरी रिच नेचुरली जुन के भन्छ रिच कन्ट्री छ हाम्रो देशको हेर्ने हो भने चाहिँ विदिन अ सिङ्गल डे हामीले के पाउँछ भने चाहिँ हाम्रो देशमा 3 डिफ्रेन्ट क्लाइमेट हामीले फिल गर्न पाउँछौँ। त्यो हामीले सेलै गर्न सकेका छैनौँ होइन। त्यसको बेसिसमा भन्नुपर्दाखेरि जस्तो नेपालमा कोही मान्छे किन आउँछ त भन्नु भन्दाखेरि बिकज यहाँको मान्छे हामी एकदमै हस्पिटेबल छ भनेर भन्छ। त्यो केही हदसम्म त हामी कहाँ दिने गरेको हस्पिटालिटीको शिक्षाले पनि त हुँदैन त। त्यसले गर्दाखेरि इट्स नट अ सिरियस कोर्स, इट्स अ भेरी गुड कोर्स, फाइन। That makes a not only good hotelier or hospitality person मात्र बनाउँदैन कि यो कोर्सले चाहिँ विशेष रूपले गुड ह्युमन बिइङ बन्न पनि एकदमै हेल्प गर्छ। कुनै मान्छेसँग कुराकानी गर्नु छ भने चाहिँ हाउ टु टक भनेर हामी सिकाउँछौँ, हाउ टु बिहेभ है। जस्तो कुनै ठाउँमा गयो तपाईँ हामीले खाना खान बसेका छौँ भनेपछि अब खाना मिठो नमिठो भने आफ्नो ठाउँमा छ, बट हाउ द स्टाफ डिल विथ द गेस्ट, स्टाफले गेस्टसँग कसरी डिल गर्यो, कसरी कुराकानी गर्यो, हाउ कोअपरेटिभ दे आर, सर्भिस गर्ने बेलामा स्माइल गरेर गरेको छ कि छैन, उसको ड्रेसअप के छ, त्यसले पनि भेरी इम्पोर्टेन्ट भ्यालु राख्छ। त्यसले गर्दाखेरि जेनरली हामी भन्छौँ कि जुन तपाईँले भन्नुभयो इट्स नट अ सिरियस कोर्स, आई डोन्ट एग्री विथ द्याट। आई अलवेज बिलिभ दिस इज अ भेरी गुड कोर्स फर द यङ जेनेरेसन, फाइन, in which they will not only know about the hospitality, but also they will know about how to become a successful. जस्तो के भन्छ कतिपय मान्छेहरू रिटायर्ड भएर पनि यो के भन्छ यो कोर्सको फ्युचर लिएको पाइन्छ टु बी बेटर, फाइन। म चाहिँ त्यसरी भन्छु। थ्याङ्क यू। नि सर, म पनि बिबिएको स्टुडेन्ट छु होइन। बिबिएको स्टुडेन्टमा के हुन्छ भने कोर्स त डिजाइन हुन्छ, बट हाम्रो लर्निङ भनेको इन्भाइरोमेन्टसँग हुने हो। स्टुडेन्टसँग मिलेर गर्दाखेरि प्र्याक्टिकल्ली हल्का बढी एक्सपोजर एक्सपिरियन्सहरू मिल्छ। सो यो क्वेसनलाई चाहिँ क्लियर गर्दाखेरि एउटा स्टुडेन्ट र स्टुडेन्टको रिलेसनले कतिसम्मको एउटा लर्निङ इन्भाइरोमेन्टमा इम्प्याक्ट पार्छ एउटा इन्डिभिजुअल। अब यस्तो हुन्छ, तिमीलाई म एउटा सानो उसबाट गएन, अब स्टुडेन्टको इन्भाइरोमेन्ट कस्तो हुन्छ भन्दाखेरि हाम्रो अहिलेको विद्यार्थीहरू चाहिँ कस्तो छ भन्दाखेरि सरसँग सोध्न डराउँछ, तर साथीसँग मजाले सोध्छ क्वेसन हो। त्यही कुरा सरसँग फ्याकल्टीसँग सोध्दैन उनीहरू, तर के छ आफ्नो मिल्ने साथीको चाहिँ ए यो मैले बुझिनँ भनिदेऊ न है भन्ने खालको स्टुडेन्ट हुन्छ हो। हुन्छ भन्दाखेरि अर्को कुरा, तिमीलाई एउटा भर्खर रिसेन्टकै कुरा म भनिदिन्छु। कुनै स्टुडेन्टलाई मैले 1-2 चोटि भन्थेँ, मजाले गाली गर्थेँ, मान्दैन थियो। मैले फेरि फकाएर पनि कुरा गरेँ, उसले मानेन क्या। तर उसकै नजिकको साथीलाई चाहिँ मैले एक दिन बोलाएर भनेर होइन के भने भन्दाखेरि चाहिँ यो बाबुले यस्तो यस्तो गर्छ, तिमी त मिल्ने साथी हो होइन, एकचोटि सम्झाउ न भनेको। भोलिपल्टदेखि उसको त्यो साथीले भनेपछि उसको बिहेभियर चेन्ज भयो क्या। सो यहाँबाट थाहा हुन्छ कि पियर टु पियर लर्निङ पनि
इम्पोर्टेन्ट छ है भन्ने कुरा थाहा हुन्छ। जस्तो हामी अब तपाईँको के भन्छौँ भन्दाखेरि साथीभाइहरूसँग बसेर गर्दाखेरि जस्तो हामी ग्रुप स्टडी भन्छौँ नि होइन। सो ग्रुप स्टडी किन छ भन्दाखेरि किन राम्रो हुन्छ भन्दाखेरि तपाईँ एउटा नलेजमा गएर अड्किनुहुन्छ, म एउटा नलेजमा अड्किन्छु, अथवा अर्को एकजना अर्को नलेजमा गएर अड्किनुहुन्छ होला। जुन कुरामा म अड्काएको छु त्यो तपाईँलाई थाहा हुन्छ होइन। सो जुन कुरामा ऊ अड्काएको छ त्यो मलाई थाहा हुनसक्छ, इन्फर्मेसन सेयरिङ भयो नि त। सो त्यो कारणले गर्दा पनि स्टुडेन्टमा भनौँ न एक हिसाबले पियर टु पियर लर्निङले ग्रुम गराउँछ। त्यही भएर साथीभाइको कुरा छिट्टो सुन्छ भन्छ नि आफ्नो मान्छेले होइन। फ्याकल्टीले जति भन त्यो गाह्रो लाग्छ उनीहरूलाई, तर त्यही कुरा साथीभाइले भन एकदम छिटो सुन्छ। त्यही भएर फ्रेन्डली इन्भाइरोमेन्ट, फ्रेन्डली रिलेसन चाहिन्छ भन्ने कारण यो पनि हो क्या। अनि अर्को एउटा इक्जाम्पल दिन्छु तपाईँलाई, किन यो फ्रेन्डली इन्भाइरोमेन्ट चाहिन्छ त भन्दाखेरि सेम केस हो। एउटा विद्यार्थीलाई जति गाली गर्दा ऊ झन् रिसाउँथ्यो क्या, तर अब त्यही कुरा माया गरेर भन्न थाल्यो भने, एज अ फ्रेन्डली रिलेसनमा गएर उसलाई मायाले सम्झाउन थाल्यो भने उसले त्यो आफ्नो बिहेभियर चेन्ज गर्न थाल्यो क्या। सो त्यहाँबाट पनि थाहा हुन्छ कि फ्रेन्डली रिलेसन कति इम्पोर्टेन्ट छ एज अ स्टुडेन्टमा भन्ने कुरा। त्यही सो जय सरलाई सुन्न चाह्यो, एज अ कोअर्डिनेटर र स्टुडेन्ट तपाईँको रिलेसन भनेको म्यानेजमेन्टसँग स्टुडेन्टसँग हो। यो दुइटै कुरालाई त धेरै अनसेटिस्फ्याक्सन डिसेटिस्फ्याक्सनको कुराहरू हुन्छ, कसरी ब्रिज गर्नुहुन्छ? ओके, तपाईँको क्वेसन्स कस्तो छ भन्दाखेरि आर यु ओन्ली फर कोअर्डिनेटर्स भने जस्तो कोअर्डिनेसनको लागि मात्रै हो भने जस्तो टार्गेटेड त्यस्तो फिल हुन्छ यो क्वेसनबाट। तर म वाइल इनरोलिङ द स्टुडेन्ट्स मैले स्टुडेन्टलाई म तपाईँको कोअर्डिनेसन मात्रै गर्छु भनेर गर्दिनँ क्या। खासमा तपाईँको ओभरअल जिम्मा नै हामीमा हुन्छ, मै हो म्यानेजमेन्ट भनेको भनेर गर्छु नि त। त्यो केसमा चाहिँ कतिपय कुरा आई डोन्ट ओन्ली वर्क एज अ ब्रिज, आई टेक द रेस्पोन्सिबिलिटी अफ द स्टुडेन्ट्स होइन। त्यो केसमा चाहिँ स्टुडेन्टको रेस्पोन्स जिम्मा नै लिइन्छ, सो द्याट स्टुडेन्टलाई फ्युचरमा गएर तपाईँ फर्स्ट कन्ट्याक्ट पर्सन बन्नुहुन्छ। त्यो म कन्ट्याक्ट पर्सन नै भन्छु क्या उहाँहरूको लागि। सो डेफिनेटली म्यानेजमेन्ट सेक्टरबाट सपोर्ट चाहिन्छ। त्यो केसमा कतिपय केसमा स्टुडेन्ट्सहरूले उहाँहरूको फिडब्याक हुन्छ, उहाँहरूको निड हुन्छ, कतिपय जायज हुन्छ, कतिपय उहाँलाई थाहा हुँदैन त्यो पुरा अहिले हुँदैन फ्युचरमा हुन्छ भन्ने कुरा प्रपरली कम्युनिकेट गर्ने काम चाहिँ मेरो हुन्छ। प्लस अब मैले मेरो तर्फबाट दिन सक्ने डेफिनेटली दिइहाल्छु, त्यसमा कुनै शङ्कै रहँदैन। उहाँलाई कुनै पनि त्यो हुन्छ नि ल मेरो चाहिँ यो भएन भन्ने कन्डिसन्स उहाँलाई कहिले पनि पर्दैन। र किन भएन कहिलेकाहीँ हुँदैन नि त, त्यो भएन भने प्रपरली कम्युनिकेट किन भएन त, वाइ, बिकज अहिलेको स्टुडेन्टहरू यो सबै बुझ्नै सक्ने क्षमता हुनुहुन्छ कि किन भएन त। म उहाँलाई त सपोज युआर इन दिस पोजिसन्स के गर्नुहुन्छ त भनेपछि दे विल गेट द आन्सर्स के। तर म्यानेजमेन्ट र उसको केसमा चाहिँ उहाँलाई क्लियरली ट्रान्सपेरेन्ट रूपमा यो 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 हो यो टाइममा यस्तो हुन्छ भनेर क्लियरिफाई गरिदिएपछि स्टुडेन्टले त्यसपछि सर यो भएन त्यो भएन भनेर खासै भन्नुहुन्न। त्यसमा चाहिँ आई वर्क एज अ पर्फेक्ट ब्रिजकै रूपमा काम गर्छु, ब्रिजकै रूपमा छु होइन। तर पनि स्टुडेन्ट्सको जिम्मै लिन्छु, तर आई डोन्ट वान्ट टु बी सेयर एज अ ब्रिज क्या। म ब्रिज चाहिँ होइन, बिकज आई डोन्ट वान्ट बी लाइक अ ब्रिज ओन्ली। त्यो सँगसँगै हिँड्ने हो कि उहाँलाई पार गराउने होइन, सँगसँगै अगाडि बढ्न चाहिँ बिलिभ गर्छु म। नट लाइक ब्रिज क्रस भएपछि फेरि अर्कोचोटि आउँदा मात्रै याद हुन्छ नि त ब्रिज त होइन। तर म उहाँलाई उहाँको ब्रिजको रूपमा मात्रै बस्दिनँ। हाम्रो मिठो मिठो कुरा हुँदै गर्छ। यसबिच चाहिँ एउटा गेम, यो गेम के छ भने एप्रिसिएसन गेम भन्छ खास यसमा। यसमा चाहिँ मैले भन्दा पनि तपाईँहरू एकअर्कालाई चिन्नुहुन्छ। यो गेममा के गर्नुपर्छ भने तपाईँहरू 3 जना हुनुहुन्छ, म दुईवटा स्टिकी नोट दिन्छु। तपाईँहरूले एउटा स्टिकी नोटमा सेन्टेन्स लेख्नुहुन्छ अथवा वर्ड लेख्नुहुन्छ आफ्नो कलिग्सहरूको लागि, अनि जसको लागि लेख्नुहुन्छ उहाँको नाम तल लेखिदिनुहुन्छ, तर उहाँहरूले देखाउनु हुँदैन, हाइड राख्नुहुन्छ यो कुरा चाहिँ। अनि मलाई दिनुहुन्छ, अनि म त्यो कुरालाई रिड गर्छु, अनि सरले गेस गर्नुहुन्छ कि कुन सरले या कुन कलिगले मेरो बारेमा यस्तो कुरा लेख्यो भनेर। र यो कुरामा चाहिँ खासमा हामी ओन्ली पोजिटिभ कुरा लेख्छौँ, नोटिस गरेको कुरा हुनसक्छ या तपाईँको आउनवाला पोजिटिभ कुराहरू पनि हुनसक्छ अथवा एनी काइन्ड अफ विसेस। सो यसरी गर्छौँ। अनि के प्राइज पनि छ कि गेमको विनर पनि छ के छ? इट्स लाइक फन एन्ड नोइङ इच अदर, त्यति मात्रै ल ठिक छ। मतलब के भन्छ दुईटाको बारेमा एकवटा शब्द लेख्नु पर्यो। एउटा शब्द होइन, जतिवटा चाहियो एउटा स्टिकी नोट भर्नु पर्यो। एउटा स्टिकी नोट्समा एकजनाको बारेमा अनि त्यो पत्ता लाउँछ चाहिँ कसले? हामीहरू बिचमै पत्ता लाउने। तपाईँहरूले लाउनुहुन्छ। ए ओके, तपाईँ काम के यसमा? म चाहिँ त्यो रिड गर्छु तर एकअर्कालाई नदेखाउँ मलाई लेख्दाखेरि। ओके,
जसको बारेमा लेख्नुहुन्छ उहाँको नाम चाहिँ तर मेन्सन गरिदिनु होला हो र हजुर तर नदेखाउनु होला उहाँलाई कि तपाईँले लेख्नु आएको त सकिन्छ भने राइटिङ चेन्ज गरेर पनि लेख्न सकिन्छ जसको बारेमा त्यसको नाम पनि लेख्नु पऱ्यो तल उहाँको नाम तल दुइटै भयो दुइटै छ ए दुइटैमा भन्यो ए यो अगाडिको पनि भर्नु पर्यो एकजनाको बारेमा लेख्नु भयो होला अहिले त उम्, अब दुईजनाको बारेमा फेरि उहाँले तपाईँको बारेमा उहाँको बारेमा दुई गरेर टु आफ्नो बारेमा लेख्नु भएन ए आफ्नो बारेमा अरू सरल लेख्नु अनि यो गेमको फाइदा चाहिँ के हो छिटो छिटो ढिलो भयो भुसरले कति प्याराग्राफ लेख्नु त भुसा सकेन मेरो बारेमा धेरै नलेख्नु ल त्यो होइन मैले त दुई तिनवटा सेन्टेन्सहरू सबै तिन चारवटा सेन्टेन्स एक दुई तिन चार देख्नु त फेरि उहाँले ल नाम मान्छेको नामहरू पनि लेखेको छु तलबाट देखेन मैले देखेन देखे पनि देखेन भन्नुपर्छ के गर्नुहुन्छ आफ्नो बारेमा चाहिँ सबभन्दा सुरु कस्तो कति लेख्नु भएको छ सबभन्दा दाई हो दाईले नै सुरु गर्नु वर्षा सरले गेस गर्नुहुन्छ गुड मोडी गार्जियन अफ माइन्ड एज अ प्यारेन्ट को सरले लेख्नु भएको होला यो कुरा चाहिँ तपाईँको बारेमा दुवैजना ल अब धारा प- खराबमा पार्नुभयो होइन अब कस्तो पत्ता लगाउनु है पत्ता लगाउनु त लाउनै पर्यो लजाइरहेको छ पछि भन्छ कसले लेख्नुभयो ल अर्को पनि आएको छ हाम्रो हम्बल डाउन टु अर्थ स्माइली प्रोडक्टिभ लोयल एन्ड पेसेन्ट छ यो चाहिँ कसले लेख्नु भएको हो एक्चुअली यता नाम लिइसकेपछि त अर्कोचोटि यतै नाम लिनु पर्यो दुइटा भइसकेपछि यो चाहिँ पछि एकैचोटि कति देख्नुभयो अब अनिसरले गेस गर्नुहुन्छ डिप्लोमेटिक इनर्जेटिक पोलाइट डाइनामिक केयरिङ सपोर्टिङ गुड ह्युमन बिङ्स भनेर लेख्नु भएको छ एनी गेस जरा सर तपाईँले के लाग्छ मिलाउनु भयो खै तिमी देखाइरहेछौ किन हाँसेको त्यस्तो केही त लेख्नु भएको छैन नि Basins, self-centric, cheerful, clever like Lomdi. यो अनि कसरी पोजिटिभ भयो Like clever हुन्छ नि त लोमडी लोमडी शब्द कसरी पोजिटिभ भयो सर एकदम सेल्फ सेन्ट्रिक कसरी पोजिटिभ भयो
सेल्फ सेन्ट्रिक कसरी पोजिटिभ भयो? ल जरा सबमा जाउँ त। जयराज सरकोमा राम्रो आएको रहेछ, गुड फ्रेन्डली र एउटा चाहिँ यसलाई राम्रो बोल्नु राम्रो नै एलोन ट्राभलर। अलोन ट्राभलर दुईटै अप्सन एकैचोटि दिन मिल्छ त्यसो द्याट म कसले बनाएर पत्ता लगाउँछु। अलिकति लेट मी युज माई फ्रेन्ड। अर्को पनि भनौँ न अनि त्यसपछि थाहा हुन्छ। अर्को छ मुडी क्लाइमेट के छ क्लाइमेट नै हो कोअपरेटिभ फ्रेन्डली कुरा चाहिँ दुईजना लेख्नु भएको यो त उस्तै छ त त्यहाँ त डिफ्रेन्सै केही छैन त। ओके लेट मी गेस है मलाई लोन ट्राभलर भन्ने मान्छे चाहिँ को त्यसबाट आई थिङ्क द्याट कुड बी द की। लोन ट्राभलरवाला उता अनिस सर यो अर्कोवाला चाहिँ यता हो सर। तपाईँ सरले पनि मिलाउनु भयो अनि सरले भुसरले चाहिँ एक्सचेन्ज गरिदिनु भयो। मैले एक्सचेन्ज गरिदिएँ। द्याट्स द ब्युटी। We played nice है by the way. We played nice. ल ठिक छ। गिफ्ट त छैन है? गिफ्ट छैन बट एकअर्काको बारेमा बुझ्दाखेरि कुनै कुनै होला त्यो नबुझ्ने कुरा चाहिँ कस्तो फिल भयो तपाईँहरूलाई जयराजबाट जानु? एकछिन रिफ्रेसिङ रमाइलो लाग्यो। लोमलीवाला शब्दले चाहिँ अलिकति अर्कै भाइब्स ल्यायो भनौँ न। सर रमाइलो भयो। एक्सपेक्ट सेम गर्नुभयो थियो कि के डिफ्रेन्ट? सेम थियो। सेम गर्नु। ओके We knew each other perfectly के? जेनरली के छ भने एक आपसमा एउटा पनि स्टाइलले उ गर्नको लागि हो होइन। यसो ब्रेकको युटिलाइजेसन यसले भनेको जेनरली अब हामीहरूको बिचमा कति राम्रो कोअपरेसन छ, रेस्पेक्टफुल इच अदर। किनभने काम गर्न कुनै ठाउँमा आएको छ कुनै ठाउँमा उ गरेका छौँ भने चाहिँ एभ्री डे इज अ न्यू डे हाम्रो लागि। अब कुनै बेलामा विद्यार्थीहरूसँग फ्याकल्टीसँग क्लासहरूको यताउताको केसहरूमा विद्यार्थीसँग गाली गर्नु पर्यो हुन्छ त्यति बेलामा आफू फ्रेस हुन जाने हुने को त भन्यो भने चाहिँ हामी तिनजना त हुन्थ्यो। हामी तिनजना त हुन्थ्यो होइन। त्यसले गर्दाखेरि जेनरली अब यो राम्रो पक्ष हो र मलाई राम्रो लाग्यो यो सानो। म चाहिँ हामीलाई एउटा रेफरेन्स ब्रह्मा विष्णु महेश्वर काइन्ड अफ त्रिदेव काइन्ड अफ ठ्याक्कै तिनवटा पनि छ होइन। सो इट्स अ पर्फेक्ट रेप्लिका क्या। हामी एउटा कलेजको लागि चाहिँ सपोर्टिङ पिलर्स तन त अब पिलर्स अरू पनि हुनुहुन्छ हामी चाहिँ एउटै उसको भयौँ। हामी चाहिँ बेस्ट पिलर अरू पनि छन् हामीहरू छौँ। फेरि यो वान अफ म्यानसिप चाहिँ होइन है फेरि। मेरो त यो अब गेम त गेमै हो होइन। तर अब हामीमा सायद छैन पनि होला क्या त्यो एक आपसमा त्यो नबुझ्ने भन्ने भाव नै छैन होला होइन। सो किनभने अब थाहा छ अब म यहाँबाट निस्किँदैछु भुसर कता भन्ने हामी भनिहाल्छौँ, जयसर कता भनिहाल्छौँ होइन। त्यसले गर्दा हामीमा सायद अब यो गेमबाट भनौँ न एक हिसाबले अब यसैमा पनि देखिसक्यो, थाहा भइहाल्छ कसले के सोचिरहेछ भनेर। सो हामीमा आफैमा अन्डरस्ट्यान्डिङ छ त्यसले गर्दा वी आर गुड इनफ। त्यसमा पनि के हुन्छ भने चाहिँ मनमुटाव भनेको एउटै घरमा हुने। कुनै बेलामा के भन्छ कोसँग के मिलेको हुँदैन, त्योसँग एकछिन बोले जस्तो गरेन, यो फलाने जस्तो भने तर अल्टिमेटली त त्यही घर त मैले भने त गुडी मुडी भन्नु भने त्यही सरलाई गुडी मुडी भन्नुको रिजनै त्यही हो नि त। र अर्को कुरा चाहिँ के हुन्छ भने हामीले सँगै बस्दाखेरि एकअर्कालाई बुझ्न सक्दैनौँ भने स्टुडेन्ट्सको फिलिङ्सहरू स्टुडेन्टको अब्जेक्टिभ्सहरू बुझ्न झन् गाह्रो हुन्छ नि त हामीलाई। सो हामीमा एउटा एम्प्याथेटिक फिलिङ्स छ कि प्रपरली बुझ्छौँ। त्यसले गर्दा स्टुडेन्टले के चाहिरहेछन् कहिलेकाहीँ यता हामी एकअर्कालाई सपोर्ट पनि गर्छौँ। तपाईँको गेमले हामीलाई एकदम झन् अझ क्लियर गरिदियो कि सो नो इच अदर पर्फेक्टली भन्ने कुरा चाहिँ के भन्ने कुरा भएर मात्रै अब के शब्द प्रयोग गर्यो भन्ने कुरा। हजुरको चाहिँ एउटा अनएक्सपेक्टेड आयो, राम्रो पनि हो, क्लेभर वाला। सो यो गेमको उद्देश्य के थियो भने म यहाँको स्टुडेन्ट भएर मलाई थाहा छ तपाईँहरू एकअर्कामा कोलाबोरेटिभ एफोर्टिभ हुनुहुन्छ होइन, एकअर्कालाई चिन्नुहुन्छ। हाम्रोमा त्यस्तो केही कन्फ्लिक्ट छैन, हाम्रो इन्भाइरोमेन्ट राम्रो छ अफकोर्स। तर यो गेम गराउनुको रिजन के थियो भने दर्शकले पनि जानु नि त हामी एकअर्कालाई कति चिन्छौँ कति जान्छौँ भने सेम कुराहरू आयो नि त। सो त्यसले क्लियर हुन्छ जुन हामीले अघिको इन्भाइरोमेन्टको कुराहरू गऱ्यौँ कि हाम्रो इन्भाइरोमेन्ट पक्कै पनि राम्रो छ, किनकि कुनै स्क्रिप्टेड थिएन, एकदम अनएक्सपेक्टेड थियो र राम्रो कुराहरू आयो, पोजिटिभहरू आयो। सो इट्स पार्ट अफ गेम। अब चाहिँ अगाडि बढ्यो। अगाडि बढ्दाखेरि मैले चाहिँ यस्तो पोजिसनदेखि सुरु गरौँ जस्तो लागिरहेको थियो। जब तपाईँले फर्स्ट डे म भू सरलाई सोध्न चाहेँ एज अ कोअर्डिनेटर यहाँ इनरोल हुनुभयो या जोइन गर्नुभयो, तपाईँको कुनै मोमेन्ट कुनै एक्सपिरियन्स छ त्योसँग तपाईँको अपर्च्युनिटी पनि हुनसक्छ, डिसिजन मेकिङको पार्ट हुनसक्छ, केही च्यालेन्जिङ हुनसक्छ। सो त्यस्तो केही अनुभव गर्नुभएको छ, याद छ, सेयर गर्न चाहनुहुन्छ?
अब यस्तो छ फर्स्ट डे वान्स ओके मैले डिएचएम भनेर आइसकेपछि मेरो आफ्नो त्यस्तो खासै च्यालेन्जिङ चाहिँ होइन प्रिभियसली पनि मैले अब एज अ कोर्डिनेटर काम गरेको हुनाले खासै त्यस्तो चाहिँ फिल भएन तर पनि जेनरली आइसकेपछिको जुन एउटा जुन साथीभाइहरू भनौँ स्टाफ कलिग्सहरूको जुन एउटा राम्रो एउटा वेलकम पायो विशेष रूपले त्यति बेलामा के भन्छ हाम्रो प्रिन्सिपल म्याम अनि त्यसपछि हाम्रो अनिस सर हुनुहुन्थ्यो उहाँहरूले जस्तो तरिकाको एउटा सुरुका दिनहरू यो मान्छेलाई उहाँलाई चाहिँ अलिक सहज इन्भाइरोमेन्ट होस् भनेर गर्नुभयो त्यो चाहिँ बिर्सिन नसकिनु बाहिरतिर के भन्छ चिया सिया खानको लागि पनि के भन्छ जानु पऱ्यो भने चाहिँ अनिसलाई बाहिर निक्लिने बेलामा धेरैचोटि निक्लियो निक्लिने बेला अनिस दाइ ल चिया खान्छौँ भनेर लिएर गएँ हामी त्यो 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 इन्भाइरोमेन्ट चाहिँ सुरुवातको बेलामा चाहिँ मैले फर्स्ट डेजहरूमा चाहिँ मैले पाएँ त्यो चाहिँ भेरी के भन्छ इम्पोर्टेन्ट फ्याक्टर मान्छु म चाहिँ जेनरली अनि अब जहाँसम्म स्टाफहरूको केसमा छ यहाँको जेनरली कस्तो थियो भनेपछि बिबीको कोअर्डिनेटर चाहिँ टिका टिकै हुने बिएचयुको कोअर्डिनेटर 4 वर्षमा 4 पाएँ भइसकेपछि यो मान्छेले कसरी राम्रो इन्भाइरोमेन्ट बनाऊ भन्ने जुन चाहिँ यो भित्रैबाट पुजिएको जस्तो इन्भाइरोमेन्ट के जेनरली कसरी राम्रो इन्भाइरोमेन्ट दिउँ त यस्तो सो द्याट समबडी क्यान स्टे फर अ लङ ड्युरेसन भन्दा क्रिएसन भन्छ आर्टिफिसियल्ली होइन जेनरली फ्रेन्डली इन्भाइरोमेन्टमा क्रिएसन गरेको जस्तो चाहिँ मैले क्रिएटिभ भएको जस्तो चाहिँ मैले फिल गरेँ त्यति बेला हाम्रो जयसहरू हुनुहुन्थ्यो त्यति बेलासम्म एपोइन्टमेन्ट लिइसक्नु भएको थियो जस्तो लाग्छ मलाई अलिक पछि लिनु स्टार्टिङ फेजमा चाहिँ म त्यो थाहा रिसर्च प्लेनको भयो अनि हाम्रो अनिस सरको चाहिँ इन्टरभ्यू भयो चिया एउटा यो वाट इज द इन्भाइरोमेन्ट भनेर आफूले बुझ्नको लागि चाहिँ सल्युसन पाएको चाहिँ मैले त्यहाँ पाएको थिएँ त्यो चाहिँ सिम्पल तरिकाले भन्दाखेरि म चाहिँ बिर्सिन नसक्ने क्या म चाहिँ बिर्सिन नसक्ने ती हुन् सुरुवात यहाँको सेम क्वेसन जाइरा सोध्दैछु ओके सुरुमा जोइन गर्दाखेरि चाहिँ फर्स्ट डेमा होइन अब फर्स्ट डेमा इफ आई क्यान रिमेम्बर इन्टरभ्यू पछि होइन जोइन भइसकेपछि यहाँ अफकोर्स अनिस सर वाज देयर हुनुहुन्थ्यो होइन प्रिन्सिपल म्याम हुनुहुन्थ्यो भू सर पनि हुनुहुन्थ्यो अनि अनिस सरसँग कोपअप गर्नलाई त्यो जुन हुन्छ नि एउटा तालमेल मिलाउन एकदमै सजिलो भएको थियो त्यही भएर मेरो हेर्नुभयो होला तपाईँले इज भेरी डाइनामिक एन्ड डिप्लोमेटिक भनेर डाइनामिक एन्ड डिप्लोमेटिक केयरिङ सपोर्टिङ होइन त्यो थियो हाम्रो भू सर भनेको चाहिँ प्यारेन्टलवाला फिलिङ्सवाला ल्याउने मान्छे होइन त्यसले गर्दा जुन नर्मली भन्नुपर्दाखेरि एउटा एकाडेमिकमा प्लस थोरैवाला कर्पोरेट भाइब्सहरू आउँछ कि यो कलेजेसहरूमा अनि त्यो भाइब्समा पनि आफूलाई इजिली अगाडि बढाउन चाहिँ कलेजको इन्भाइरोमेन्ट प्लस दिस गाइज हुन्छ नि अनि प्रिन्सिपल म्याम सबैले एकदमै राम्रो भूमिका खेल्नु भएको छ अब स्टुडेन्ट्सहरूको त कुरै नगरौँ पछि झन् रमाइलो हुँदै गयो तर सुरुमा चाहिँ या दिस गाइज आइम रियली थ्याङ्कफुल फर यु एकदमै उहाँहरूको त एफोर्ट्स अहिले पनि देयर स्टिल लाइक द सेम के I mean, like, अब यो प्राइभेट जब हो यु आर नट एक्सपेक्टेड टु वर्क फर अब सो लङ गर्छ पनि नगर्न पनि सकिन्छ नि त तर दिस गाइज आर मेमोरेबल फर लङ सधैँ यादमा चाहिँ मेमोरीमा चाहिँ बसिरहनुहुन्छ So first day, if I remember, मङ्सिरको 15 गते 2 years back है so त्यतिखेर फर्स्ट यहाँ इन्डक्सन चलिरहेको थियो अनि सो आई गेट इन्ट्री आई थिङ्क नो बडी नोज मी एज अ कोअर्डिनेटर एट द टाइम प्रिन्सिपल सी वाज ओन्ली द पर्सन हु नोज द्याट आई एम अपोइन्टेड एज अ कोअर्डिनेटर ओभर शुभश्री कलेज होइन सो आई कम त्यसपछि म आएँ इन्डक्सन ठ्याक्कै सुरु भएको थियो आई गेस द्याट वाज योर इन्डक्सन इफ आई बिलिभ द्याट वाज योर इन्डक्सन सो ठ्याक्कै त्यतिखेर अनि इन्डक्सनमा आई वाज इन्ट्रोड्युस आई वाज क्वाइट ह्याप्पी बिकज आई हेभ बिन वर्किङ एज अ 7 years ब्याक सम कलेजेस एज अ एसिस्टेन्ट होइन देन डाइरेक्टली अपोइन्टेड एज अ कोअर्डिनेटर भएँ अनि त्यसपछि अब धेरै गर्नु पनि थियो तर सुरुवातै इट वाज द बिगिनिङ नै राम्रो भएपछि त अभियसली लङ लास्टिङ त राम्रै नै जान्छ होइन सो आई वाज क्वाइट ह्याप्पी
र सबैसँग माई फर्स्ट इन्ट्रोडक्सन वाज बिन मेड इन इन्डक्सन त्यो झन् ह्याप्पीको कुरा भयो र त्यतिखेर सब स्टाफहरू माथि नै हुनुहुन्थ्यो सो त्यसले गर्दा मेरो कलिग्सहरूदेखि लिएर सबैजना माथि नै हुनुहुन्थ्यो हलमै हुनुहुन्थ्यो अनि त्यो टाइममा आई वाज बिन भनौँ न त्यतिखेर सबसँग एकैचोटि इन्ट्रोड्युस हुन पाएँ त्यो चाहिँ खुसी लाग्यो मलाई सरी अर्को एउटा कुरा एड गर्ने भने चाहिँ यहाँ चाहिँ केही कुरा नै हाइड गरिँदैन क्या एभ्रिथिङ इज ट्रान्सपरेन्ट तपाईँको जस्तै कि केही कुरा छैन भने ओके सर यो यस्तो छ यस्तो छैन यो चाहिँ यतिसम्मको हुन्छ सर भनेपछि तपाईँलाई त्यहाँनिर त्यो भित्र हुन्छ नि गुन्जाइस मनमा त्यो हुँदैन कि त्यो चाहिँ लाइक दिस गाइज आर प्लेइङ भेरी गुड रोल राम्रो छ क्या यो छ छैन तपाईँको जस्तो कि कतिपय ठाउँमा के हुन्छ मनभित्रै राखिरहनु पर्ने भित्र बाहिर त्यो निकाल्नु नमिल्ने टाइपको बाध्यता हुन्छ नि यहाँ छैन एकदमै त्यो चाहिँ स्टार्टिङ डेजदेखि नै थियो जसले गर्दा हाम्रो जर्नी चाहिँ एकदमै राम्रो भइरहेछ सो जोइन गरेको फर्स्ट डेको कुरा त सुन्यौँ जोइन गरेको फर्स्ट डे र अहिले के एक्सपेक्ट गर्नुभएको थियो कि यस्तो यस्तो गर्छु डिसिजन मेकिङको पार्टमा होला लिडरसिपको पार्टमा होला क्लासको एउटा भनौँ न इन्भाइरोमेन्ट राम्रो बनाउनेमा होला या स्टुडेन्टको लागि यो गर्छु एउटा हुन्छ नि भिजिट एज अ कोअर्डिनेटर त्यो पार्टमा मैले यो सोचेको थिएँ र के यो कुरा गरेँ र अहिले यो कुरा गर्दैछु र अब आउनेवाला जुन स्टुडेन्टहरू हुनुहुन्छ जुन नेक्स्ट ब्याच स्टार्ट हुँदैछ हाम्रो एबी पस मार्कदेखि उहाँहरूको लागि चाहिँ यो इन्फर्मेसन युजफुल हुनेछ सो त्यस्तो चाहिँ के भएको छ अहिलेसम्म चाहिँ प्रोफेसनल जर्नीमा चाहिँ ओके मेरो कुरा गर्दाखेरि आइटी चाहिँ फर्स्ट टाइम लन्च भएको थियो होइन हाम्रो अहिले यो दे आर रनिङ अन थर्ड सेम है अब उहाँहरूको लागि चाहिँ धेरै कुरा च्यालेन्जिङ पनि थियो मेरो लागि नयाँ कुरा सेटअप पनि गर्नुपर्ने थियो ट्रेनिङ्सदेखि लिएर सबै कुराहरू करिकुलममा मोडिफिकेसनदेखि लिएर एभ्रिथिङ गर्नुपर्ने हुन्छ नि त सिलेबस त अगाडि राख्नुपर्छ प्रपरली लानुपर्छ साथसाथै अरू ट्रेनिङ्सहरूदेखि लिएर के एड अन गर्ने होइन अनि उहाँलाई अझ कसरी कलेजको इन्भाइरोमेन्ट एउटा बिबिए र बिएचएम इस्टाब्लिस भइसक्यो कलेजमा त्यसलाई आइटीमा पनि उहाँलाई अब आइटीको कलेज हो है भनेर फिल गराउनु पनि मेरो लागि च्यालेन्ज थियो कि इट वाज अ ह्युज च्यालेन्ज फर मी किनभने धेरै कुराहरू जस्तो कि इभन टेक्स्ट बुकदेखि सबै कुरामा हुन्छ नि तपाईँलाई यो फिल गराउनु भएन कि स्टुडेन्टलाई दे आर इन अ न्यू कलेज जहाँनिर धेरै कुरा नयाँ छ हामीलाई नपाइएला कि भन्ने खालको टेन्सन हुन्छ नि स्टुडेन्टलाई त्योवाला चाहिँ उहाँको माइन्डबाट हटाउनु पर्ने थियो र हटाइएको छ उहाँलाई जुन क्लब्स फर्मेसन्स अब आउने देशहरूमा हामी उहाँलाई जुन नेटवर्किङको रोबोटिक्सहरूको केसमा किनभने धेरैलाई रोबोटिक्स हार्डवेयर भन्न साथ अब यो हाम्रो सेक्टर होइन भन्ने दिमागमा लाग्न सक्छ गरिसकेको छन् है सफ्टवेयर एन्ड हार्डवेयर आर रनिङ प्यारलली सफ्टवेयर हार्डवेयर बिना चल्दैन हार्डवेयर सफ्टवेयर बिना चल्दैन हो त्यसको केसमा तपाईँलाई थोरै न थोरै नलेज चाहिँ हार्डवेयरको पनि चाहिन्छ सो त्यो केसमा आई हेभ सम प्लान्स फर देम केही गरिन्छ एक्जिक्युसन पनि हुन्छ र स्टुडेन्ट्सहरूको फिडब्याक पनि राम्रो छ सम अफ द स्टुडेन्ट्स हेभ टोल्ड मी द्याट सर मैले एक्सपेक्ट गरेँ भन्दा बढी नै पाएको छु भनेर भन्नुभएको छ क्या जेन्युनली नै त्यो आउँदाखेरि मलाई चाहिँ एकदम सेटिस्फाइड फिल भयो मैले उहाँहरूको एक्सपेक्टेसनलाई मिटअप गरेँ भन्ने फिल भएको थियो अब अझै पनि केही धेरै कुराहरू थप्नु जरुरी छ हाम्रो जस्तो स्टुडेन्ट्सहरू तपाईँको यतिसम्मको भइसकेको छ कि स्टुडेन्ट्स हेभ अलरेडी स्टार्टेड टु वर्क के थर्ड सेममा आएर मैले स्टुडेन्टलाई यत्तिकै काम गर्नु भनेर प्रायोरिटी दिन्न कि कहिलेकाहीँ के हुन्छ भने तपाईँको थ्योरी भनेको फाउन्डेसन्स हो फाउन्डेसन कमजोर भयो भने भोलि गएर काम गर्न गाह्रो हुन्छ तपाईँको भित्रबाट आउने जुन कन्फिडेन्स हुन्छ नि आत्मविश्वासमै कमी आउँछ क्या फेरि कसैले तपाईँको थ्योरिटिकल कुरामा क्वेसन गरिदियो भने त्यो त मेरो ल्यागिङ छ भन्ने जस्तो स्टुडेन्टलाई पढ्न जान्छ सो म चाहन्न कि त्यो पढोस् भनेर सो उहाँलाई मैले पहिला तपाईँको थ्योरिटी बेसिस बनाउनुहोस् अनि त्यसपछि जब भनेको चाहिँ फ्युचरमा पाइन्छ भन्दाखेरि फर्काउँछु कतिपय स्टुडेन्ट आउनुहुन्छ सर मेरो यति स्यालेरी छ अब यति छ त्यहाँ जाउँ कि नजाउँ भनेर काउन्सिलिङ माग्नुहुन्छ कि द्याट इज बिगेस्ट पार्ट फर मी के त्यो अचिभमेन्ट हो कि अनि मैले भन्छु फ्युचरमा यो धेरै पाइन्छ तपाईँले डिसिजन मेकिङ क्यापेसिटी बिल्डअप गर्नु त्यो चाहिँ तपाईँको अचिभमेन्ट हो भन्नुहुन्छ त्यो पनि राम्रो कुरा अर्को एउटा मेमोरेबल कुरा छ क्या एकजना स्टुडेन्टले मलाई आएर भन्नुभयो हि वाज लाइक इरेगुलर इन द क्लासेस इरेगुलर हुनुहुन्थ्यो कि नाम त भन्नु मिल्दैन मैले इरेगुलर हुनुहुन्थ्यो अनि मैले उहाँलाई साइडमा लगाएर सोधेँ कि हो कसो हो भन्दाखेरि उहाँले एउटा यस्तो सिक्रेट्स खोल्नुभयो जुन सिक्रेट्स नर्मली आई वाज नट एक्सपेक्टिङ फ्रम द स्टुडेन्ट्स के उहाँले भन्नुभयो सर यो छ मलाई यो कुरा चाहिँ मैले मेरो उसबाट हटाउनु पर्ने छ मलाई साथीभाइको बिचमा बस्दा यस्तो इस्यु आयो सर भनेर भन्दाखेरि कुनै पनि अहिलेसम्म एउटा स्टुडेन्टले पनि मैले यत्रो मेरो करियरमा यति 15 इयर्स अलमोस्ट 15 इयर्स भइसक्यो स्टुडेन्ट टिचरको उसमा रिलेसनमा बसेको कुनै स्टुडेन्टले खोल्नु भएको थिएन त्यो स्टुडेन्टले त्यसरी खोल्नु भएपछि मेरो लागि त्यो भनेको बिगेस्ट अचिभमेन्ट हो कि एउटा स्टुडेन्टले उहाँ टप्पर हुनुभन्दा पनि उहाँले जुन त्यो आफ्नो भित्रको कुराहरू सब म आफूलाई यसरी चेन्ज गर्न चाहन्छु भनेर भन्नुभयो नि त्यो भनेको चाहिँ बियोन्ड माई एक्सपेक्टेसन थियो भयो कि आई वाज गुड इनफ टु लिभ अप माई रोल भनेर
अब अरू पनि हुनुहुन्छ स्टुडेन्ट्सहरू कतिपय होला काहीँ काहीँ मेरो पनि त्रुटि हुनसक्छ आइम नट द पर्फेक्ट पर्सन्स तर आइम अलवेज ट्राइङ टु बी पर्फेक्ट ट्राई चाहिँ गरिरहेको छु स्टुडेन्ट्सहरूले त्यसको लागि राम्रो फिडब्याक पनि दिनुभएको छ त्यसको लागि आइम ह्याप्पी आई थिङ्क मैले तपाईँको क्वेसनको आन्सर सेटिस्फाई गरेँ होला है पर्फेक्ट है र एउटा कुरा त्यसमा के जोड्न चाह्यो भने उहाँ एसपट्टि चाहिँ खासमा तपाईँसँग के मागेको थियो चाहिँ त्यो मैले खोल्न मिल्दैन किनभने उहाँको कन्फिडेन्सियलिटी पनि मेन्टेन गरिदिनु पर्ने हुन्छ कि मैले यति चाहिँ भने कि उहाँले मलाई जुन खोल्नु भयो नि त्यो भनेको प्यारेन्ट्सलाई पनि भन्नु हुँदैन कि नर्मली प्यारेन्ट्सलाई पनि भन्दैनन् उहाँले मलाई आएर भन्नु भनेको म योग्य रहेछु मैले उहाँलाई एउटा प्रपरली इन्भाइरोमेन्ट दिएर अगाडि बढ्नलाई सपोर्ट गरेर रहेछु र त उहाँले गर्नुभयो मलाई उहाँ A+ अथवा GPA 4 उहाँले कहिले पनि मलाई GPA 4 ल्याउनुहोस् भन्दिनँ तर उहाँले जुन भित्रबाट गुड ह्युमन बन्न ट्राई गर्नुभएको छ बन्नुभएको छ अलिअलि कमी कमजोर सबैमा हुन्छ तर उहाँले जुन खोल्नुभयो द्याट वाज बिगेस्ट पार्ट फर मी अहिले पनि हिज माई टचमै हुनुहुन्छ राम्रोसँग कुरा गर्नुहुन्छ स्ट्रेन्ज हुनुहुन्छ अहिले पनि होइन अब त्योभन्दा बढी चाहिँ यो कुरा गर्दिनँ म किनभने त्यो कसैको पर्सनल लाइफमा गर्नु हुँदैन यो म चाहिँ स्टुडेन्टलाई पनि एउटा रेस्पेक्ट डिग्निटी दिन्छु जसले गर्दा स्टुडेन्टलाई फिल हुन्छ कि नाउ वी आर एम्बेसडर हाम्रो फर्स्ट कोसिस भनेको चाहिँ डिसिजन मेकिङ क्यापेसिटी बिल्डअप गर्ने हो कुन राइट हो कुन रङ हो कता के गर्दा ठिक हुन्छ त्यो क्यापेसिटी भएपछि नाउ कमिङ डेजमा स्टुडेन्टले आफ्नो पाथ आफै डिटरमाइन गर्नुहुन्छ कि त्यो चाहिँ मैले गरेको छु र कमिङ डेजमा त्यो पनि गर्छु अझ बेटर वेमा लान्छ अनि सर यो क्वेसन चाहिँ तपाईँको लागि छैन तपाईँले मानिरहनु भएको गार्जियनको लागि छ मलाई केही सोध्न चाहनुहुन्छ त त्यही होइन यस्तो हामीले अहिले पहिला के थियो अहिले के थियो भन्दा पनि सबै सिस्टम नै हो है मेन कुरा चाहिँ सिस्टममा हुनुपर्छ भन्छु म चाहिँ किनभने मलाई एक दुईजनाले अब ब्याक भनौँ न म आउनुभन्दा अगाडिका स्टुडेन्टहरूले कहिलेकाहीँ भन्नुहुन्छ क्या सर आजको दिनमा शुभश्रीको नाम यस्तो राम्रो भएको छ भन्छ म भएर भएको होइन यो त पहिल्यैदेखि शुभश्री थियो नि त तपाईँको सिस्टममा आउन तपाईँलाई 4 वर्ष लाग्यो होला नयाँ ग्रुप आयो डिभी ग्रुपले लियो त्यसपछि 4 वर्ष भयो 4 वर्षमा एउटा सिस्टम बस्यो न अहिले शुभश्रीको नाम छ कुनै पनि व्यक्तिले गरेर हुने होइन इट्स टिम वर्क टिम एफोर्ट होइन सो जहाँ जे प्रोग्राम गर्दा पनि जहाँ जे गर्दा पनि हामीले टिमसँग मिलेर काम गर्ने हो भने सबै कुरा सकिन्छ नसकिने होइन किनभने शुभश्रीको इफ आई हेभ रिमेम्बर वेन लाइक अब लेट्स से 2017-18 म आफै ग्रेजुएट हुँदा यहाँको धेरै स्टुडेन्टहरू पनि सँगै ग्रेजुएट भयो हामी होइन सो त्यतिखेर रिजल्ट बेस्डमै कुरा गर्नुहुन्थ्यो डिन लिस्टमा को कुरा हुन्थ्यो होइन अब हामी आउँदाखेरि इट्स लाइक प्रिभियस इयरमा 2 वर्ष 3 वर्षमा हामीले ड्रास्टिकल्ली चेन्ज गऱ्यौँ 100%मा हाम्रो डिन लिस्टको रिजल्ट चेन्ज भएको छ BBA BHM IT गरेर होइन सो पहिला अब 12जना 11जना थियो भने आजको दिनमा 58-60 जना छ अब यसपालि होप हाम्रो 70 जनाको टार्गेट कट्छ होला होइन सो हामीले प्रिभियसली केबाट आएको थियो र कसरी हामीले अपग्रेड गर्दैछ हामीले त्यसमा ध्यान दिइरहेको हो र आजको दिनमा हामीले अझै शुभश्रीलाई नट ओन्ली लाइक डिन लिस्ट कि अब जति सक्दो फर इक्जाम्पल एउटा इक्जाम्पल मैले तपाईँलाई दिएँ एउटा स्टुडेन्ट यस्तो थियो कि उसलाई त्यो न्युमेरिकल गर्न सक्ने थ्योरी गर्ने नसक्ने होइन अनि पास कसरी गर्ने भन्ने क्वेसन उसको हुन्थ्यो क्या मैले उसलाई एउटा मात्र भने तिमीलाई के सजिलो लाग्छ भन्दा पढ्न सजिलो त्यसपछि सबै पढ A to Z पढ थ्योरीको कुनै पनि नछोड पढ लेख फेरि पढ अनि फेरि लेख हाल्छन् तिमीले भन्दै लिटरली उसले पास गर्यो क्या त्यसपछि सो गाह्रो हुने कुरालाई नि सहज बनाउँदै जाने हो होइन सो त्यो कारणले गर्दाखेरि सायद अब अझ अबको दिनमा हामी अझ त्यसैमा वर्कआउट गर्छ होला अब जुन सिस्टम अहिले छ त्यसले हामीले ग्रोथ गरिरहेको छौँ यसैलाई हामी अगाडि बढाउँदै जान्छौँ त्यही छ सो जो सरले एउटा क्वेसन सेम छ तर म कुरा के गर्न चाहे भने लाइक BHM कोले सेफ कम्पिटिसन त्यस्ता धेरै प्रोग्रामहरू गराउँछ नि त त्यसले तपाईँलाई च्यालेन्जको रूपमा लिनुहुन्छ कि अपर्च्युनिटीको रूपमा एज अ कोअर्डिनेटर अब सिम्पल तरिकाले भन्नु पर्दाखेरि यो स्टुडेन्टको लागि अपर्च्युनिटी हो मेरो लागि इट्स नट अ च्यालेन्ज इट्स अ रेगुलर प्रोसेस अफ मेकिङ स्टुडेन्ट बेटर मेरो लागि चाहिँ नाइदर इट इज च्यालेन्ज न इट इज अपर्च्युनिटी यो भनेको स्टुडेन्टको लागि एउटा अपर्च्युनिटी हो टु बी बेटर किनभने यस्तो प्रोग्रामहरू त के भन्छ मैले त पछि एक-एकवटा त गर्नै पर्छ उनीहरूको एउटा कन्फिडेन्टको लेभल चाहिँ एउटा हाई होस् भन्ने मात्रै कोसिस हो सो यो क्वेसन चाहिँ तपाईँहरूले एक वर्डमा दिनु होला हाम्रो जुन कलेजको फ्याकल्टीहरू हुनुहुन्छ एकदमै फ्रेन्डली हुनुहुन्छ
सपोर्टिभ हुनुहुन्छ, मेन्टरसिप कल्चर पनि हाम्रो राम्रो छ। यो बाहेक तपाईँले फ्याकल्टीलाई एउटा रेटिङ जस्तो वर्ड दिँदाखेरि जयराज सर, घु सर, रनी सरले कुन वर्ड युज गर्नुहुन्छ त हाम्रो फ्याकल्टीलाई एउटा जनाउने एउटा वर्डमा भन्नु पर्दाखेरि? क्वेसन्स अझ प्रश्न गर्नु त क्वेसन के छ भने हामीले फ्याकल्टीलाई त गुड, एक्सिलेन्ट जस्तै भन्छ नि त, त्यसरी रेटिङ गर्दाखेरि हाम्रो शुभश्रीको होल बिसिएसआइटी, बिएचएम र पिबिएको फ्याकल्टीलाई चाहिँ तपाईँले एक वर्डमा भन्दाखेरि ओभरअलमा कुन वर्ड युज गर्नुहुन्छ? यसमा चाहिँ म तपाईँलाई एउटा जवाफ दिन्छु। खासमा म फ्याकल्टीलाई रेटिङ गर्दिनँ कि गुरुहरू भनेको आदरणीय हुन्छन् अनि गुरुलाई रेटिङ गर्नु राम्रो हुँदैन कि म चाहिँ कहिले पनि गर्दिनँ। तर पनि क्वालिटेटिभ र क्वान्टिटेटिभ बनाउँदाखेरि क्वालिटी हो तर त्यसलाई क्वान्टिटीमा मेजर गर्दाखेरि चाहिँ एक्सलेन्ट हुनुहुन्छ होइन। तर पनि स्टिल म भन्छु, फेरि पनि भन्छु कि गुरुलाई म रेटिङ गर्न म चाहिँ रुचाउँदिनँ। एक्सलेन्ट चाहिँ एक्सलेन्ट हुनुहुन्छ, भेरी भेरी एक्सलेन्ट। के आधारले त भन्ने पनि क्वेसन आउँछ कि फेरि त्यसमा चाहिँ कोअपरेटिभदेखि लिएर जुन एकाडेमिक पार्ट्सहरूमादेखि लिएर सबै कुरामा एकदम राम्रो छ। स्टिल फेरि पनि रिपिट गरेँ, गुरुहरूलाई रेटिङ चाहिँ आइसे नो। किनभने गुरु भनेको त्यो शब्द हो जुन म यो कुरामा चाहिँ एउटा भगवान् कृष्णको मलाई जहिले पनि याद आउँछ कि तपाईँले गुरु जसलाई पनि बनाउन मिल्छ, एउटा भमरालाई पनि बनाउन मिल्छ होइन। ठुलो व्यक्ति जो गुरुबाट त नयाँ कुरा सिक्नुहुन्छ उहाँ गुरु हो। अब त्यो गुरुलाई अनादर गर्ने कुरा आउँदैन। रेटिङ चाहिँ अब त्यही हिसाबले भन्दाखेरि चाहिँ वी आर भेरी एक्सलेन्ट होइन, राम्रो छौँ। अब स्टुडेन्ट्सको जुन अब्जेक्टिभली स्टुडेन्ट जोइन गर्नु त्यो फुलफिल हुन्छ है। अब अर्को कुरामा चाहिँ अब स्टुडेन्टले रिक्वायरमेन्ट्स पुरा भएपछि त अब बाँकी कुरा त के नै हुन्छ र, सधैँ एक्सलेन्टै हुनुहुन्छ गुरुहरू। अब क्वेसनको त्यसमा भन्नुपर्दाखेरि अब मोस्ट इम्पोर्टेन्ट फ्याक्टर मेरो अलवेज एक्सपेक्टेसन भनेको टाइमिङ, देन अर्को भनेको क्लासरुम। किनभने टिचरको टाइमिङ राम्रो भएर क्लासरुम म्यानेज छ भन्न खोजेको त्यो क्लासरुमको उहाँको डेलिभरी म्यानेजमेन्ट त्यो सबै कुरा पऱ्यो, क्लास कन्ट्रोल पऱ्यो, हाउ हि अर सी फ्याकल्टीहरूले कसरी डेलिभर गर्नुहुन्छ। यो दुईवटा कुरा राम्रो छ भनेपछि कोर्डिनेटरको कुनै प्रब्लम आउँदैन। र मेरो जहिले पनि फोकस चाहिँ त्यही कुरामा हुन्छ। र मैले खर हेर्दाखेरि चाहिँ शुभश्री कलेजमा चाहिँ क्लासरुम म्यानेजमेन्ट र टाइमिङ चाहिँ राम्रो देख्छु म चाहिँ टिचरहरूको। रेयर टिचरहरू ढिलो आउने चाहिँ मैले जेनरली देखिरहेको छु। अब एउटा दुइटा एक्सेप्सन कुनै कुनै बेलामा बाइक यताउता भयो भन्ने कुरा आफ्नो ठाउँमा छ होइन। यो क्लासरुम म्यानेजमेन्ट र टाइमिङलाई चाहिँ म बेटर मान्छु टिचर। शुभश्रीको फ्याकल्टीको कुरा गर्दाखेरि चाहिँ दे आर रियल टाइम एक्सपोजर्स भन्छु म चाहिँ। मैले किन यसो भनेको भन्दाखेरि चाहिँ आजको दिनमा क्लासमा चाहिने भनेको तपाईँ 4 वर्ष क्लासभित्र बस्नुहुन्छ होइन। बाहिर के भइरहेछ भन्ने कुरा तपाईँलाई 4 इयर्सको त्यो क्लासरुमभित्र चाहिँ थाहा हुँदैन नि त। सो डे टु डे तपाईँहरूलाई चाहिँ रियल टाइम एक्सपोजर दिने व्यक्ति भनेको चाहिँ फ्याकल्टी हो क्या। सो आजको दिनमा के भइरहेछ त बाहिर, जुन कुरा तपाईँले क्लासमा पढाउँदै हुनुहुन्छ त्यो कुरा बाहिर के भइरहेछ त भन्ने कुरा सिकाउने व्यक्ति भनेको तपाईँहरूको फ्याकल्टी हो होइन। सो दे अल आर रियल टाइम एक्सपोजर्स। तपाईँलाई चाहिने के छ, तपाईँले आज के गर्नुपर्छ, तपाईँलाई भोलि के हुनसक्छ, अथवा तपाईँलाई भनौँ न एक हिसाबले गाइड गरिदिँदाखेरि हामीभन्दा धेरै फ्याकल्टीमा विश्वास हुन्छ क्या स्टुडेन्टको होइन। सो मेरो विचारमा दोज अल फ्याकल्टिज आर रियल टाइम एक्सपोजर्स, जसले चाहिँ हाम्रो बच्चाहरूलाई चाहिँ हाम्रो गाइड गरिदिँदै हुनुहुन्छ। सो त्यही हो, दे आर द रियल टाइम एक्सपोजर्स। सो इन्सपिरेसनको कुरा गर्दाखेरि मलाई के लाग्छ भने इन्सपिरेसन भनेको मात्र आफूभन्दा ठुलो मात्र लिँदैन, कहिलेकाहीँ सानोबाट पनि लिन्छ। तपाईँहरू यसमा एग्री गर्नुहुन्छ? नेपालीमा त प्रभावै छ त नि होइन। थाहा छ नि तपाईँलाई, अर्थी भनेको त्यो घरतीबाट नि सुन्नुपर्छ भन्छ, तर घरती पनि एउटा कास्ट मात्रै हो। पहिला कास्ट डिस्क्रिमिनेसन्सहरूको केसमा आउँदाखेरि जुन अप्पर कास्टहरूले भन्दाखेरि चाहिँ सो तपाईँहरूले अर्थी सुन्दाखेरि चाहिँ जसको पनि सुन्नुपर्छ अरे कि, ठुलोको मात्रै होइन सानोको पनि सुन्न सकिन्छ भन्छ। अर्थी उपदेशहरू त्यो प्रभाव हो कि नेपाली। अब अफकोर्स इन्सपिरेसन त जहाँ पनि लिन मिल्छ नि। सो यो कुरा मैले किन राखेँ भने अब तपाईँहरू एज अ एकाडेमिक प्रोफेसनल भएर काम गरिरहनु भएको छ, त्यस्तो कुनै स्टुडेन्ट छ अहिले तपाईँले अब याद गर्नुपर्ने कि त्यसले गरेको काम या त्यो भाइले गरेको काम मलाई अहिलेसम्म याद छ, आई गट इन्सपायर्ड फ्रम द्याट, त्यस्तो कुनै छ भने चाहिँ सेयर गर्नको लागि चाहिँ
यस्तो हो जस्तो एउटा स्टुडेन्ट थियो नै भनौँ न यहाँ भन्दा पनि प्रिभियस वेन आई वाज वर्किङ देयर वाज वान गाई म क्विकेल भन्छु होइन उसलाई चाहिँ क्विकेल भन्छु आई फगट हिज नेम क्विकेल भन्छु बोलाउँदाखेरि क्विकेलै भनेर बोलाउँथेँ अनि उसको हाउभाउ हेर्दाखेरि इज अ सिम्पल गाई अनि जहिले पनि भन्थ्यो बिएचएमकै प्रडक्ट हो फेरि तर ऊ देश छोडेर गएन अनि के भन्थ्यो भने सर इन्टर्नै गर्नु छ भने म आफै गर्छु नि आफ्नैमा गर्छु म आफ्नै कम्पनी खोल्छु भन्थ्यो क्या सो उसले के गर्यो भन्दाखेरि वेन हिज टाइम कम्स अन इन्टर्न होइन देन हि इस्टाब्लिस हिज ओन रेस्टुरेन्ट उसले आफ्नो रेस्टुरेन्ट खोल्यो क्या मुलपानीमा खोल्यो आजको दिनमा आई गेस मेरो भन्दा डबल तेब्बर कमाउँछ होला सो त्यो भाइको जुन त्यो बोली थियो म यति गर्नु नै छ भने म आफ्नै गर्छु र म आफै कमाउँछु नि म आफै गर्छु भन्ने हिसाबले जुन उसले त्यो एउटा थिङ्क पहिल्यै सोचेर ऊ जुन बिएचएम जोइन गरेको थियो नि त्यसले गरेर चाहिँ आई थिङ्क आज पनि म उसको रेस्टुरेन्टमा कहिलेकाहीँ जान्छु होइन म हेर्छु क्या उसलाई नाउ आई थिङ्क हि हेज डन अ गुड त्यतिखेर आज त्यो पोजिसनमा ऊ हुन्थेन होला होइन सो उसलाई हेरेर चाहिँ मलाई त्यो एउटा चाहिँ लाग्छ क्या अब त्यतिखेर मैले पनि म जबै गर्छु अथवा म इन्टर्न गर्छु भन्ने मेरो दिमागमा त भ्याउँदैन थियो नि त र उसलाई हेरेपछि त्यो कुरा चाहिँ मलाई याद आउँछ क्या त्यो चाहिँ एउटा छ यस्तो हुन्छ जस्तो मैले एउटा विद्यार्थी भन्नु पर्दाखेरि नाम चाहिँ मेरो कलेजमा लामो सुनेको छ त्यहाँ एकजना गर्ल थियो भेरी फनी स्टार सानो धेरै धेरै हाइट पनि मेबी 5'1", 5'2" को गर्ल देन अब इन्टर्नसिप दिनु पऱ्यो कोरोनाभन्दा अगाडिको कुरो अब इन्टर्नसिप दिनु पऱ्यो कोरोना आइसकेको थिएन अनि त्यसपछि के भन्छ उसलाई धेरै होटल उसले बाहिर जान खोज्यो अनि धेरै होटलहरूमा उसले इन्टरभ्यू दियो सिक्नु अनि एकाएक मलाई जुन ठाउँबाट मैले काम गर्छु कन्सल्टेन्सी मैले त्यहाँ कुराकानी गरेँ के भइरहेछ प्लानको है उसको हुँदै हुँदैन सबै इङ्ग्लिस पनि राम्रोसँग बोल्नु बोलिरहेको छ भने कन्फिडेन्ट नभएको थियो भने होइन त्यस्तो के होइन अरू कुनै फ्याक्टरहरू हुन् मेबी हाइट यी कुराले हुनसक्छ विशेष हाम्रो इन्डस्ट्रीमा यसलाई अलिकति कतिपय होटलहरूले अलि सिरियसली लिन्छ त्यो हुनसक्छ बट आइ एम डुइङ माई बेस्ट टु एडजस्ट हर एब्रोड भन्ने कुरा हो अनि त्यसको मेबी अ विक विदिन अ विक फेरि त्यही ठाउँबाट केएलसी जुन ठाउँमा मैले विद्यार्थी पठाउँछु लङ टाइमदेखि उहाँसँगै छ इन्टर्नसिप चाहिँ म उहाँलाई नै के भन्छ डिलिङहरू अनि एकाएक मलाई कल आयो उहाँले के भन्नुहुन्छ आज त्यो नानीको इन्टरभ्यू छ सी इज नट पिकिङ कल अनि के गर्ने हो त भन्ने कुरा अब देन आई कल हर ओके गिभ मी 10 minutes आई कल हर सी डिड नट पिक अप फोन देन आई कल हर एकदमै राम्रो अनि मैले मम्मीलाई कल गरेर सबै कुरा भनेँ त्यस्तो इन्टरभ्यू गइरहेको छ के भयो अनि उहाँले ल म छोरीलाई तपाईँलाई 2 मिनटमा कल गर्न आउँछु 2 मिनटपछि कल पनि I'm not going to sit for interview. I have given interview in many hotels, but could not be selected as well. I'm frustrated. One minute. त्यसपछि मैले अब के भन्छ उसलाई के भने भने चाहिँ ठिक छ तिमी नदिने नजाने आफ्नो ठाउँमा छ तर यो इन्टरभ्यू विशेष रूपले के भन्छ तिम्रो नाम पठाइसकेको छ यु आर इन द लिस्ट टेस्ट है you have got next less than 1 hour time. Be there. I don't know anything else. Go form. तिमी भएन भनेपछि तिम्रो अर्को साथीको पनि उसले नलिदिन सक्छ दिन पनि त्यसमा उसको एउटा साथी पनि साथी नलिदिन सक्छ चोइस गर्न त दिनु पर्यो तर जाऊ आई डोन्ट नो एनिथिङ एल्स भन्नु भने मैले अनि त्यसपछि हाफ एन आवर पछि अनि के भन्छ फेरि मलाई हाम्रो केएलसीबाट कल आएको छ सिक्किम है अनि आई वाज भेरी सेटिस्फाइड एट लिस्ट सी वेन्ट भन्ने कुरा देन आफ्टर 2 to 3 days later the result was published. So इन्टरभ्यूको रिजल्ट आइसकेपछि सी वाज सेलेक्टेड
She was selected and मैले सोधेँ त्यति बेलासम्म सोधेको थिएन त्यति बेला सोधेँ which department भन्दा उहाँले के भन्नु भन्छ it's in HR मै इन्टर्न द्याट इज त्यो म होटलको नाम थियो मिडिया 1 स्टिल छ अनि त्यसपछि मैले उसलाई फोन गरेँ ल कङ्ग्रेट्स डियर भन्नु म डियर भन्छु विद्यार्थीलाई अनि कङ्ग्रेट्स डियर भन्नु थ्याङ्क यू सर आई वाज नट एक्सपेक्टिङ थ्याङ्क यू फर गिभिङ मी प्रेसर टु गो देयर भन्नु कोरोना भयो काम गरेँ अनि मलाई अर्को एक दुईजना पनि इन्टर्न उसको साथीहरूको भएको थिएन त्यही होटलमा उसले ल्याएर आयो किनभने ऊ त इन्टर्न थियो त्यहाँ एचआरमा मैले एक दुईवटा फोटो आफ्नो नभएका साथीहरूलाई पनि इन्टरभ्यू दिन लगाएर उसले ल्याएर आयो अनि कोरोनाको बेला ऊ ब्याक आयो अनि उनी ब्याक आइसकेपछि फेरि के भन्छ 3-4 महिना बसिसकेपछि इन्टर्न पनि सकिसकेको थियो अनि यताउता जब हेरि नेपालमा भने जस्तो भएन now she want to be HR now she went back right now she is के भन्छ HR executive छ सी के भन्छ उनीसँग मेरो कहिलेकाहीँ यसो ससाहित्य हुँदैन कहिलेकाहीँ यसो कुराकानी हुन्छ आइ एम भेरी ह्याप्पी विथ हर किनभनेपछि उसलाई मैले फोर्सफुल्ली पठाएको नि जसरी हुन्छ जानु पऱ्यो आई डोन्ट नो एनिथिङ एल्स भनौँ भने अब यो इन्टरभ्यूमा जुन विद्यार्थीहरू जान्छन् यो चाहिँ कस्तो हुन्छ भनेपछि म राम्रो छु मैले नै पाउँछु भन्ने ग्यारेन्टी छैन यी एक्सपेक्टेसन गरेको छ भन्ने कुरा चाहिँ इट्स भेरी डिफ्रेन्ट साइड एकपटक मैले इन्टरभ्यू दिनको लागि के भन्छ राम्रा विद्यार्थीहरू किचन भन्नेलाई टक्क राखेर सबै यिनीहरू मात्र होइन अरूलाई पनि पार्नुपर्छ यिनीहरू पनि के भन्छ कराइराखेको हुन्छ यिनीहरू पनि राखिदिन्छ भनेर 4 जना राख्ने उसले 2 जना सेलेक्सन गरे आई वाज भेरी सरप्राइज कि त्यो 2 जना कस्तो विद्यार्थीहरू थियो भने चाहिँ आई वाज मैले यदि इन्टरभ्यू लिन्थ्यो भने चाहिँ सायद मैले लिँदैन थियो होला कि त्यो विद्यार्थीहरू तर उसले लियो पछि जसलाई लिनुपर्ने भनेर मैले सोचेँ भने त्यो चाहिँ लिएन जसलाई मैले यो चाहिँ लिँदैन भनेर सोचे थिएँ तिनीहरू चाहिँ लियो त्यसले गर्दा इन्टरभ्यू लिने मान्छेमै डिपेन्ड गर्छ कि वाट इज देयर एक्सपेक्टेसन भन्ने कुरा हुन्छ त्यो इक्जाम्पल चाहिँ मेरो लागि चाहिँ जहिले पनि ट्याक्क माइन्डमा हुन्छ नि या जस्तो मैले विद्यार्थीहरू यो इक्जाम्पल दिन्छु त्यो गर्लको इक्जाम्पल दिन्छु यस्तो थियो बट हाइट कम हुँदाखेरि पनि सी इज नाउ भेरी गुड होटलियर सक्सेसफुल होटल बनिसक्यो त्यसमा एचआर एक्जिक्युटिभको रूपमा उसले काम गर्छ सी इज नाउ लाइक वेल डु त्यो यो अरू पनि छन् तर पनि उसको इन्सिडेन्ट चाहिँ मैले बिर्सिन सक्दिनँ अब यहाँ के कुराकानी गर्नु पर्दाखेरि एकजना चतुर विद्यार्थी छ साधन पास गर्नु के भन्छ गर्न चाहेको थियो अनि युएस इन्टर्न गर्न चाहन्थ्यो युएस इन्टर्न गर भनेर सर म युएसमा भएन भने तपाईँले मलाई राम्रो ठाउँ गरिदिनुपर्छ भन्नु हुन्छ पहिले आफ्नो इच्छा पुरा गर भन्नु अनि जापानको आयो जापानको इन्टर्नसिपको प्रपोजल आयो अनि अब उसको ऊ बस्न पाएन अनि ऊ बसेन उसका साथीहरू सेलेक्टेड भए अनि त्यसपछि चाइनामा फ्री इन्टर्नमा आयो साङ्ग्रिला होटलमा त्यसमा पनि ऊ बसेन किनभने ऊ अब युएस नै फाइनल गर्छु भन्नु अनि मान्छेको लक कस्तो हुँदो रहेछ भने चाहिँ फेरि अब उसको चाइना नो भन्नु भनेको सरी युएसमा उसको भिसा लागेन 2 दिन चाहिँ अलिकति ऊ फ्रस्ट्रेट भएछ अनि त्यसपछि तेस्रो दिन अनि आएर भेट्यो सर म कता के गर्नु ठिक छ म हेर्छु जहाँ गरिदिनु गरिदिनुहोस् अनि त्यसपछि ट्रस्ट भयो अनि त्यसपछि एक हप्तापछि जापानको इन्टरभ्यू फ्याक्का आयो जुन ठाउँमा उसका साथीहरू थिए त्यही ठाउँमा उसले नाम मैले भन्न खोजेको के छ भने चाहिँ कतिपय कुराहरूमा यो म यस्तो गर्दिनँ उस्तो गर्दिनँ भन्दा पनि हामीहरूको एक्सपिरियन्स अनुसार जति बेला विद्यार्थीले एउटा कोअर्डिनेटरहरूलाई ट्रस्ट गर्छन् नि दे गेट द बेटर वन राइट नाउ हि इज वेटिङ यसको साथीहरूले उहाँबाट उसलाई पुस गरिरहेको छ या यस्तो छ उस्तो छ दे आर भेरी ह्याप्पी क्लब भन्ने प्रपर्टी हो जापानको काइगाउँ अनि ऊ चाहिँ अब प्रोबेबली नोभेम्बरको फर्स्ट विक उठ्छ उसको सिओ जापानमा आउनुपर्छ द्याट्स यो दुईवटा यहाँको केसमा चाहिँ यो एउटा इक्जाम्पल थियो साधुङको अझै रिसेन्ट केसमा भन्नु अरू पनि इक्जाम्पल छन् तर यो मेरो प्रिभियस कलेजको त्यो गर्ल्सको इक्जाम्पल एचआरको इक्जाम्पल र यो चाहिँ मेरो लागि चाहिँ जेनरली म चाहिँ राम्रो गरेको द्याट्स हामीसँग ट्रस्ट गर्नुपर्छ अब फ्याकल्टीले अब कोअर्डिनेटर भनेको भन्नुहुन्छ कोअर्डिनेटर पनि कुनै पनि ठाउँमा विद्यार्थीलाई तिमी यो गर भनेर भनेको हुन्छ नि त्यो हामीले आफ्नो एक्सपिरियन्स अनुसार भने हुन्छ
त्यसले गर्दाखेरि स्टुडेन्ट निड टु ट्रस्ट द कोअर्डिनेटर इन अ प्र्याक्टिकल बेस्ट सब्जेक्ट किनभने मैले भनिहालेँ त इन्टरभ्यू दिनेवालाले के सोचेर इन्टरभ्यू लिन्छ अनि जस्तो मैले जुन एउटा एक्जाम्पल दिएँ जुन यो 2टा विद्यार्थीहरू जसबाट मैले एक्सपेक्ट गरेर त्यसलाई सेलेक्सन गरेर त्यसलाई यहाँ चाहिँ सेलेक्सन गर्छ भने सेलेक्ट अब एकजना गर्ल्स गयो त्यो जुन मैले एचआरको कुरा गरेँ अब के भन्छ उनीहरूले उसलाई मन पराइ लिएर इट अल हेपन त्यसले गर्दाखेरि स्टुडेन्टले पनि प्र्याक्टिकल बेस सब्जेक्टमा चाहिँ पढ्ने ट्रस्ट यसमा चाहिँ यहाँको केसमा मैले साझा वास्तोला त्यो चाहिँ मेरो लागि चाहिँ एकदम राम्रो एक्जाम्पल युएस भएन खर्रा त्यति चाहिँ सेयर गर्नुभयो हजुर हल्का बिट मसँग पनि मिल्छ यो शुभश्रीकै हजुर सो अनि सर मिस्टर शुभश्री 2080 गर्नुभएको थिएमा हजुर अनि त्यो बेला आई वाज इन्ट एक्सपेक्टिङ टु पार्टिसिपेट इन द्याट शुभश्री Okay. आई वाज पार्टिसिपेटिङ एज अ सिआर इन क्लब मिटिङ्स अनि सरले अनिसको नाम लेखिदियो एउटा हुन्छ नि पुस त्यो गरिदिनु भयो मलाई त डान्स आउँदैन म त बोल्न वाला पार्ट सक्छु Okay. ऱ्याम्प अप नि आउँदैन तर सरले सिक्छौ गर्न सक्छौ भनेर 2-3 डेज त सर्ट टाइम थियो त्यसमा सरले नाम आफै लेखिदिनु भयो अब मैले पनि अब सरीसँग कुरा काट्नु पनि भयो अनि त्यो गर्दाखेरि आई वाज एक्सपेक्टिङ टु मिस्टर शुभश्री नै भयो नि He is the Mr. Subhasri. Former Mr. Subhasri हो नि त. सो त्यो पनि एउटा तपाईँको सेयर गर्नुभएको स्टोरी जस्तै भयो सो कहिलेकाहीँ त्यस्तो पनि हुन्छ हामीले एक्सपेक्ट नगरेको कुरा कसैले पुस गरिदियो भने राम्रो हुँदो रहेछ भने चाहिँ त्यो आफ्नो स्टोरीसँग रिलेट भएर पनि सो थ्याङ्क यू सो मच सर सो त्यो एउटा मेमोरेबल पार्ट पनि भन्यो तिमीले एउटा क्वेसन सोधिहाल्यो जस्तो तिमीले त यु सी all of us, all three of us, whenever you come to, right? Whenever you come to college, you see all three of us somewhere. Most of the time you get, right? Oh, you हामीहरूको चाहिँ यो तीनजनाको वर्किङ स्टाइल के भन्छ बिहान पख चाहिँ we basically in the get. BHM को एउटा रिक्वायरमेन्ट हुन्छ, BB को एउटा रिक्वायरमेन्ट हुन्छ, BCS को एउटा रिक्वायरमेन्ट हुन्छ, त्यो अनुसार हामीहरू गर्छौँ. How do you feel when you are talking with us like this, sitting in the same chair? Here and there also, no? जब हामी भाइ यो लेट भन्दा अगाडि कस्तो फिल हुन्थ्यो होइन अब यहाँ चाहिँ कस्तो फिल भइरहेको छ त्यहाँ कस्तो फिल हुन्थ्यो त्यो चाहिँ सुनाउन त As a student, very honestly, हामीले कतिपय कुरा honestly भन्दाखेरि we also want to hear honestly. How do you feel when you see three of us? फास्ट भनेर भन्छौँ हामी होइन छिटो भन्छौँ सो मलाई यहाँ छ अनि भने चाहिँ फास्ट रन रिमेम्बर बट मोस्ट अफ द केसमा के हुन्छ भने स्टुडेन्टले त्यस्तो कुराहरू चाहिँ नेगेटिभ लिइरहेको हुन्छ म लेट आएँ सरले मलाई फास्ट रन भन्नुभयो तर म त्यसलाई एकदमै पोजिटिभमा किन लिन्छु भने किनभने जेनरली अरू कलेजमा के हुन्छ भने एउटा बिबिएको स्टुडेन्ट बिबिए कोअर्डिनेटरलाई चिन्ने बिएचएमको स्टुडेन्टलाई बिएचएम कोअर्डिनेटर तर म एज अ बिबिएको स्टुडेन्ट भए पनि तपाईँ मलाई चिन्नुहुन्छ म तपाईँलाई चिन्छु र एउटा जुन रेस्पोन्स र एउटा डेली बेसिसमा नभए पनि कुनै दिन जुन इन्ट्रेक्सन हुन्छ त्यो मेरो लागि एउटा फ्रुटफुल पनि हो एज अ पार्ट अफ नेटवर्किङ पनि भन्छ सो त्यो पार्टमा चाहिँ एकदम पोजिटिभ हुन्छ म कहिले पनि नेगेटिभ लिएको छैन सरले रन भन्दाखेरि दौडेको पनि छु सो त्यो भयो अहिले कुरा गरिरहँदाखेरि सुरुमा मलाई हल्का च्यालेन्जिङ भइहाल्छ अफकोर्स तपाईँहरू त्यत्रो वर्ष काम गर्नुभएको छ पढ्नु भएको छ अनि तपाईँहरूसँग टन्नै एक्सपिरियन्स छ अब म त सिक्दै गरेको तपाईँहरूले हेर्दै एउटा अगाडि बढिरहेको सो त्यो हुँदाखेरि च्यालेन्जिङ हुन्छ तर जुन कुरा सो त्यसले के कुरा मलाई दिन्छ भने म पनि एउटा सही बाटोमा छु सरले सही कुरा सेयर गर्दै हुनुहुन्छ र सरहरूले जसरी तपाईँले एउटा स्टुडेन्टलाई पुस गर्नुभयो उहाँलाई इन्सपिरेसनको रूपमा पनि लिनुहुन्छ मैले गर्दा उहाँले भइरहेछ सरले मलाई पुस गर्नुभयो होइन त्यसरी कुरा गर्दाखेरि कुनै कुरा चाहिँ मान्नुपर्छ कुनै होइन हरेक कुरा मान्नुपर्छ हरेक कुरा मानिसकेपछि केही हुँदो रहेछ किनभने तपाईँहरूले पुस गर्ने भनेको तपाईँले केही गर्ने भनेको आफ्नो लागि होइन हाम्रो लागि हो सो यो स्टुडेन्ट आई होप सबैले बुझ्नु है तिमीलाई मिस्टर शुभश्रीको क्वेसन एन्सर राउन्ड जस्तो त फिल भइरहेको छैन नि ल ठिक छ बनिसकेपछि के गर्छौ सो आई एम डुइङ दिस काइन्ड अफ थिङ्स अहिले चाहिँ द्याट्स वाइ यु आर मिस्टर शुभश्री त्यही भएर हुनुहुन्छ यहाँ होइन पार्ट चाहिँ भागी थियो तपाईँ त्यो मेरो पार्टमा यस्तो हुन्छ होइन अब म स्टुडेन्ट्सलाई कहिले पनि लाइक उहाँबाट एक्सपेक्ट हेरेर राख्दिनँ कि अघि तपाईँले एउटा क्वेसन सोध्नु भएको थियो हाउ द स्टुडेन्ट सुड बी फर यु भन्नुभएको थियो होइन मैले त्यो एन्सर मलाई ट्याक्कै मन परिरहेको थियो कि एक्चुअली स्टुडेन्ट भनेको स्टुडेन्ट जस्तै हुनुपर्छ क्या स्टुडेन्ट टिचर जस्तो होइन कि स्टुडेन्ट भनेको क्युरियस हङ्ग्री टु लर्न हुन्छ नि स्टुडेन्टलाई हामीले चाहिँ बिस्तारै बाटो देखाउने हो आफू जुन बाटोबाट आएको त्यो बाटोमा हामीले जति पनि हर्डल्सहरू हेरेर हुन्छ आफूलाई जुन मोटिभेट गर्नलाई जुन कुराहरू चाहिन्छ त्यो चाहिँ उहाँलाई हामीले देखाउने हो ठिक छ
सो स्टुडेन्ट्सले अब भनौँ न आइटीको केसमा इफ दे हेभ टु वर्क बिहाइन्ड द वाल अल्सो अफलाइन अल्सो सो जुन कुरामा पनि इफ दे आर लुकिङ फर समथिङ दे हेभ टु कम टु अस दे सुड बी लाइक नोइङ द्याट सर हाम्रो लागि हुनुहुन्छ म केही छैन भने म सरका जान मिल्छ स्टुडेन्ट जस्तो हुनुपर्छ क्या जो स्टुडेन्टले लर्निङवाला एटिट्युड भएन म पढ्न आएको भन्नेवाला भएन भने गाह्रो पर्छ क्युरियोसिटी मर्नु भएन क्या उहाँको अलवेज हुनुपर्छ कहिलेकाहीँ अल्छी लाग्छ द्याट सिम्पल नर्मल कुरा हो जसलाई पनि लाग्छ तर उहाँको त्यो भित्रको क्युरियोसिटी मऱ्यो भने चाहिँ अब स्टुडेन्ट जस्तो रहँदैन कि म चाहिँ अब सिनियर हो म जुनियर हो भन्ने फिल भयो भने चाहिँ नाउ दे क्यानट गो फर्दर त्यही भएर स्टुडेन्ट जस्तो हुनुपर्छ अब मेरो केसमा त्यही भएर म सबै स्टुडेन्टलाई एकदम जनरल इक्वल मान्छु है कोही एकदमै सिनियर राम्रो एक्सपर्ट भनेर म उसको तारिफ यसरी गर्दिनँ कि अर्कोलाई नराम्रो नलागोस् होइन त्यो जुन अब सबैको क्यापेसिटी एउटै हुनुपर्छ भने म कहिले पनि बिलिभ गर्दिनँ म पनि बर्न ट्यालेन्ट होइन त्यो केसमा स्टुडेन्टलाई म स्टुडेन्ट जस्तो हुनुपर्छ अनि एक दुईजना स्टुडेन्ट हुनुहुन्छ जसको हार्डवर्कलाई म रियली प्रेज गर्छु कुनै टाइममा यस्तो पनि जो स्टुडेन्ट्सहरू मैले जुन सर्टेन टाइममा जब छोड्दाखेरि उहाँ रुनु भएको थियो त्यो सोद्धाखेरि मलाई पनि ओहो मैले वास्तवमै राम्रो काम गरेको छु र रुनु भयो जस्तो लाग्यो तर अर्को टाइममा के लाग्यो भने उहाँलाई अब म बाहेक अरू टिचर जस्तो लागेन भने फेरि गाह्रो पर्छ किनभने सधैँभरि त मसँगै हुँदिनँ हो स्टुडेन्टलाई त्योवाला अब उहाँहरूको त्यो वर्कहरू पछिबाट कति कुनै टाइममा स्टुडेन्ट्सहरूले पछि आएर क्या जस्तै टिकटकहरूमा यताउता लाइभ हुन्छ म कहिलेकाहीँ लाइभ बस्छु द्याट डिफ्रेन्ट तपाईँलाई पनि थाहा छ होला अनि त्यहाँनिर सो युआर माई बेस्ट टिचर्स भनेर कमेन्ट हालिदिनुहुन्छ कि अब मलाई मेरो म त टिचर मात्रै हो या त कमन पब्लिक फिगर जस्तो भन्ने भयो म मेरो पर्सनल लाइफै हुने होइन अनि कता कता डर पनि लाग्छ क्या अलिअलि अनि हाम्रै कलेजको कुरा गर्नुपर्दा चाहिँ म सबैको नाम लिदिनँ सबैजना एभ्री वान इज गुड एट देयर ओन स्पेस भर्खर थर्ड सेममा पुग्दै हुनुहुन्छ तर एकजना स्टुडेन्ट्सको काम चाहिँ एकदमै एफर्टलेस छ कि कस्तो छ भन्दा उहाँले सुरुमा स्टार्ट गर्दाखेरि नै केही काम पहिलेदेखि गरिसक्नु भएको रहेछ स्टार्ट गर्ने अनि कम्पनी स्टार्ट गरेर न दे जोइन द आइटीमा पनि उहाँहरूले अब रिसेन्टली केही प्रोग्राम पनि गर्दै हुनुहुन्छ मलाई इन्भाइट पनि गर्नुभएको छ राम्रो ठुलो 4-स्टार होटेलहरूमा प्रोग्राम गर्दै हुनुहुन्छ मलाई एज अ गेस्ट इन्भाइट गर्नुभएको छ उहाँको जुन आइटी पार्ट्सहरूको डेडिकेसन फेरि त्यस्तो हुँदा दे आर नट एरोगेन्ट के उहाँमा त्यो एरोगेन्ट चाहिँ छैन टिचर्सबाट कहिलेकाहीँ कम्प्लेन चाहिँ आउँछ उहाँहरूको मोबाइल धेरै चलायो सर उहाँहरू सर अलिकति बिजी भएर अफिसको कामहरू आए जस्तो छ भन्ने भनिदिन्छु होइन हुन पनि त्यही हुँदो रहेछ यहाँ कहाँ पढिरहनु भएको छ त्यहाँ मेसेज आएको आइ गर्नु सर मैले रेस्पोन्ड गर्नुपर्छ भन्नुहुन्छ त्यो केसमा म इजिली अन्डरस्ट्यान्ड गरिदिन्छु किनभने कर्पोरेट सेक्टरमा उहाँ गइसक्नु भयो उहाँलाई त्यो पनि अब्लिगेसन्स हुन्छ कि टाइम इज मनी टाइममा काम भएन भने फेरि त्यहाँ अर्को प्रब्लम आउँछ त्यो कुरा पनि बुझिदिन्छु म अनि उहाँको जुन अहिले पनि रिसेन्टली आइरहनु भएको छ नाम मैले मेन्सन गरिनँ किनभने आई डोन्ट वान्ट द पर्सन टु फिल लाइक भोलि क्लासमा बस्दाखेरि उहाँलाई अक्वार्ड नहोस् कि सबैले ओहो त तिम्रो नाम त सरले पब्लिकली लिइदिनु भयो सबै अगाडि भन्नेवाला फिल चाहिँ नआओस् भनेर म नाम लिदिनँ तर उहाँको अब जसको बारेमा कुरा गरेर उहाँले बुझिसक्नु भयो होइन तपाईँले बुझ्नुहुन्छ राइट जो त्यस्तो खालको पर्सनालिटी चाहिँ मलाई इन्सपायर गर्छ सो एउटा स्टुडेन्ट हुनुहुन्छ होइन जो करेन्टली कलेजमा हुनुहुन्छ म उहाँको नाम चाहिँ मेन्सन गरिनँ उहाँले चाहिँ यतिसम्मको गर्नुभएको छ कि हि इज अर्निङ भेरी गुड अमाउन्ट्स है अनि उहाँ टाइममा आएर मलाई सोध्नु पनि हुन्छ अनि उहाँको केही चाहिँ छ कमी कमजोरी स्टुडेन्ट हो नि त मैले भने स्टुडेन्ट जस्तो हुनुपर्छ स्टुडेन्ट जस्तो पनि हुनुहुन्छ एट द सेम टाइम इज अर्निङ लाइक अलिकति राम्रो पोजिसनमा भएको मान्छेको जस्तो कमाइ पनि हुन्छ एटिट्युड छैन तर कहिलेकाहीँ मोबाइलवाला इस्यु चाहिँ मोबाइल धेरै चलाउनु भयो भनेर कम्प्लेन चाहिँ आइरहेको हुन्छ मैले कन्सिडर गरेँ किनभने धेरै राम्रो हुँदा केही कुराहरू अलिकति हुन्छ पनि त्यो हामीले कन्सिडर गरिदिनुपर्छ उहाँले यो जुन रिसेन्टली जुन इन्सिडेन्ट भएको छ त्यो टाइममा पनि हि वाज लाइक एभ्रिवेयर के जताततै अनि उहाँको कतिपय धेरैवटा कम्पनीहरूमा एट्याचमेन्ट छ एसोसिएसन छ उहाँले आफ्नो साथीभाइहरूलाई ल भिडियो एडिटिङ यताउता एप बनाउनु सबैतिर कनेक्ट गर्नुभएको रहेछ गर्नुभयो सर यस्तो गरेर चाहिँ यो चाहियो भनेर सो स्टुडेन्टको त्यो लेभलको भइसकेपछि त अब मलाई के चाहियो त नि इन्सपिरेसन चाहिँ इज द इन्सपिरेसन फर मी फर नाउ तर यो ह्याभिङ सेड द्याट उहाँमा त्यो एरोगेन्स चाहिँ नआओस् आगामी दिनहरूमा आउँदैन पनि आई गेस उहाँको त्यो हम्बलनेस राम्रो छ प्रोग्रामहरू अर्गनाइज गरिरहनु भएको छ कलेजमै पनि गर्ने प्लान गर्दै हुनुहुन्छ त्यसको लागि तपाईँहरूका पनि आउँछौँ मैले भनिसकेको छु क्लब्सहरू राखेर कुरा गर्नुपर्छ भनेर इज सो पोजिटिभ त्यो लेभलको म्याच्युरिटी आउनु भनेको चाहिँ द्याट इज द मेन फ्याक्टर फर इन्सपिरेसन्स म नाम चाहिँ लिएन उहाँको किनभने नाम लिएपछि अरूलाई चाहिँ त्यो प्रब्लम फिल नहोस् भनेर हो अदरवाइज इज भेरी गुड त्यस्तै गरेर अरू पनि हुनुहुन्छ एक दुईजना हामी स्याटरडे पढाउँछौँ मैले स्याटरडे क्लास भ्याएन भने पढाउँदाखेरि ओके पनि भन्नुहुन्छ अनि मैले अनि स्याटरडे एकचोटि नगरौँ न भने मैले आफैले मन चोर्न भनेको कि स्टुडेन्टले के भन्नुहुँदो रहेछ अनि के भन्नुहुन्छ त साथीभाइहरूले सरहरू पनि रेगुलर आइरहनु भएको छ एक दिन स्याटरडे त छोडिदिउँ न भन्ने स्टुडेन्ट पनि हुनुहुन्छ कि
त्यो भनेकै छ क्या ओपनली सबैको एक दिन स्याटरडे हो सरहरूलाई पनि छोडिदिउँ न भन्दाखेरि त स्टुडेन्ट्स कति पोजिटिभ हुनुहुन्छ त अब त्यो मैले नाम लिएन तर या भेरी गुड शुभश्रीको प्रडक्टको रूपमा चाहिँ उहाँहरू एकदम राम्रो रूपमा ग्रो भइरहनु भएको छ सो अल अफ देम आर माई इन्सपिरेसन्स भन्नुपर्दा चाहिँ एउटा डिप्लोमेटिक एन्सर जुन न्यू कमर्स जुन हाम्रो साथीहरू आउनुहुन्छ उहाँको लागि बिसिएसआइटी ओके उहाँहरूलाई भन्नुपर्दाखेरि चाहिँ बिसिएसआइटी जोइन गर्दाखेरि वेदर यु आर फ्रम म्याथ ब्याकग्राउन्ड नो म्याथ ब्याकग्राउन्ड कम्प्युटर ब्याकग्राउन्ड नो कम्प्युटर ब्याकग्राउन्ड तपाईँ एकदमै नर्मलबाट स्टार्ट गर्ने हो जनरलबाट स्टार्ट गरिन्छ स्क्रचबाट स्टार्ट हुन्छ सो तपाईँको डेस्टिनेसन चाहिँ फेरि लास्टमा गएर यु विल बी कम्पिटिङ विथ द इन्जिनियर अल्सो जबमा तपाईँको इन्जिनियर वा सो सर भनेर नेपाल गभर्मेन्टले नै मेन्सन गरिदिन्छ जहाँनिर आइटी ग्रेजुएट्सहरूले पनि अप्लाई गर्न पाउँछ भन्ने हुन्छ है सो सर भन्नासाथ जो पर्सनको त्यसमा दखल छ होइन राम्रो छ उहाँहरूले अप्लाई गर्न मिल्ने टाइपको हुन्छ सो तपाईँ आउँदाखेरि चाहिँ कलेजमा आउँदाखेरि चाहिँ यो माइन्ड सेट लिएर आउने कि म पढ्न आउँदैछु र तपाईँलाई जुन चाहिँ टाइपको इन्भाइरोमेन्ट चाहिन्छ यहाँ पाइन्छ राम्रोसँग सो अब मनमा चाहिँ यो नराख्नु मैले कम्प्युटर पढेको छैन मैले आइटी पढ्न पाउँदिनँ भनेर मनमा नराख्नु होला मैले म्याथ पढेको छैन मैले भोलि गएर एआई डेटा साइन्स भनेर जोइन गर्न पाउँदिनँ भनेर माइन्ड नगर्नु होला पाइन्छ तपाईँको साइबर अथवा तपाईँको कम्प्युटिङमा जाने हो सबै सेक्टरमा तपाईँ इजिली जम्प गर्न सक्नुहुन्छ सो अब्रोड स्टडीको लागि पनि यो बिसिएसआइटी भनेको पर्फेक्ट छ फ्युचरको लागि है अब आइटीको स्पेस एकदमै ग्रोइङ छ स्कोप्स जसको लागि तपाईँले सेकेन्ड थट राख्नु पर्दैन र अर्को मार्केटमा के छ भने लेम्यानले एउटा प्यारेन्ट्सले मलाई आएर भन्नुभएको थियो एडमिसन्स गरिसकेपछि के भन्नुभयो अरे उहाँ छिमेकीले आइटी त जोइन गरायो तर अब मार्केटमा चाहिँ एआईले गर्दा सबै आइटीको स्पेस खाइदिएको छ भनेर भन्नुभयो अरे कि मलाई सेकेन्ड डे आएर भन्नुभयो अघिल्लो दिन एडमिसन गर्नु भोलिपल्ट नेबरले उहाँलाई त्यस्तो भयो भनेर भन्नुभयो अनि मैले उहाँलाई के जवाफ दिएँ भन्दाखेरि च्याट जिपिटी त अहिले सबैलाई थाहा छ होइन च्याट जिपिटीको भर्जन्सहरू पनि आइरहेछ एआईले नै बनाएको त होइन होला भर्जन अपग्रेड गर्न पनि त ह्युमन नै चाहिन्छ राइट आइटी कुन कुन सेक्टर्समा छ एउटा सेक्टर नभएको कुरा भनिदिनुहोस् चाहे कलेजमा छैन कि हस्पिटलमा छैन कि कहाँ छैन त नेटवर्किङ साइबर सेक्युरिटी सबैतिर त एआईले गर्दै म त ह्युमन चाहिन्छ राइट त्यो कुराहरू चाहिँ अब आफ्नो मनमा चाहिँ यो नराख्नु कि अब एकदम कम्पिटिटिभ भयो मैले अब मेरो स्पेस बनाउन सक्दिनँ भनेर जहाँ कम्पिटिसन छ त्यहीँ रिजल्ट राम्रो आउँछ है कम्पिटिसन भएपछि त बेस्ट आउँछ राइट हो सामसङ आइफोनहरूको कम्पिटिसन छ तैपनि मार्केटमा त छन् राइट यस्तो कुराहरू चाहिँ अब स्टुडेन्टले बुझेर आफ्नो करियर गाइडेन्सको लागि बट यु क्यान कम टु मी आएर हामी कहाँ आएर कुरा गर्न सकिन्छ थ्याङ्क यू सर I would, being a BHM graduate and being a BHM graduate, I would recommend new plus 2 pass out student to join, at least to visit Subhasri College. Here we have got very good infrastructure for hotel industry. This is a very good course that basically concentrates in giving the skill for the student, and also as an experience, it has got a compulsory internship. Internship got a compulsory component parts last 2 semester ma. त्यसको बेसिसमा विद्यार्थीले जेनरली के छ भने चाहिँ फ्युचरमा एउटा राम्रो एक्सपर्ट हस्पिटालिटीको राम्रो एउटा एक्सपर्टको रूपमा अगाडि बढ्न सक्ने इन्भाइरोमेन्टहरू इजी इन्भाइरोमेन्टहरू छ र यो कोर्सको अर्को एउटा विशेषता के छ भनेपछि फ्युचरमा गएर आफूलाई होटल इन्डस्ट्री गर्दिनँ भनेर भन्यो भने पनि जेनरली आफै एउटा सेल्फ एन्टरप्रेन्योर बनेर होइन गुड बेकरी खोलेर गुड रेस्टुरेन्ट खोलेर रेस्टुरेन्टका चेनहरू खोलेर मान्छे अगाडि बढ्न सक्छु र त्यो लेभलको एउटा डेप्थ नलेज चाहिँ यो होटल म्यानेजमेन्टमा रहेको छ एउटा स्किल पनि डेभलप गर्छ अनि प्लस उसको एक्सपिरियन्स पनि के छ इट्स इन्टर्नसिप कम्पनी एन्ड इट्स अ ग्लोबल इन्डस्ट्री जहाँ चाहिँ हामीहरूले शुभश्री कलेजबाट करेन्टली जापान भयो अमेरिका भयो मिडल इस्ट भयो अनि त्यसपछि थाइल्यान्ड भयो यस्ता ठाउँहरूमा इन्टर्नसिप गर्न गेट द गुड एक्सपिरियन्स अब हामी कहाँ नम्बर अफ स्टुडेन्ट नै लिने भनेको 43 स्टुडेन्ट हो मैले पर्सनली भन्नुपर्दाखेरि त्यो एभ्री स्टुडेन्टले हामी म इन्डिभिजुअली पनि चिन्छु नामै लिएर चिन्छु दिस पर्सन हेभ दिस क्वालिटी दिस प्रकार र धेरै विद्यार्थी भएकोमा पढ्नु र थोरै मात्र 43 स्टुडेन्टहरू एडमिसन मात्र पढ्नु पर्ने ठाउँमा पढ्नुमा चाहिँ इट्स अ 1-to-1 केयरिङ हुन्छ होइन त्यो कारणले गर्दा आई हाइली रिकमेन्ड स्टुडेन्ट एटलिस्ट टु
come visit, see the infrastructure, and also, if possible, then join us. Still, we have got few seats left for this episode. Thanks so much. Thank you. BBA अब यस्तो हो मेन कुरा त मैले भनिहालेँ शुभश्री वी मोर फोकस अन स्किल्स होइन र त्यो हिसाबले हामीले भनिने गरेर चाहिँ शिक्षा हुनुपर्छ भने सिप पनि चाहिन्छ सो सिप मुलुक शिक्षाको आधारमा चाहिँ हामीले अहिले शुभश्री रन गरिरहेको छौँ होइन त अबको भाइ बहिनीहरूलाई चाहिँ के छ भने शुभश्री मात्र होइन तपाईँले जुनसुकै कलेजहरू हेर्दा पनि तपाईँले तिनवटा कुरामा ध्यान दिनु पऱ्यो क्या म के पढ्ने म कहाँ पढ्ने र म कसरी पढ्ने होइन म बिबिए पढ्ने हो भने म कुन कलेजको बिबिए पढ्ने त अथवा कुन युनिभर्सिटीमा जाने त युनिभर्सिटीले पनि डिफ्रेन्सिएट कहिले पनि गर्दैन मेन कुरा भनेको कलेज हो होइन सो कुन कलेज पढ्ने र त्यो कलेजमा चाहिँ कस्तो भइरहेछ त अब मैले बिबिए मात्र सर्टिफिकेट मात्र लिने हो भने त जहाँ पढ्दा पनि हुन्छ नि होइन तर बेसिकली तपाईँले आफूलाई डेभलप गर्नु छ भने त यस्तो कलेज पढ्नु पऱ्यो जहाँ तपाईँलाई सिपहरू धेरै सिकाइन्छ स्किल्स प्रोग्रामहरू धेरै दिइन्छ होइन सो तिनवटा कुरालाई ध्यान दिएर अगाडि बढ्ने हो भने चाहिँ सायद उनीहरूले पछाडि फर्केर हेर्नु पर्दैन जस्तो लाग्छ क्या मलाई है अब त्यही हो मेरो सजेसन स्टुडेन्टहरूलाई सो जे हेर्छौ एकचोटि बुझेर हेरेर गर है त्यही नै छ थ्याङ्क यू सो एनी सजेसन फ्रम यु अल टु मी तपाईँ यतिको हार्डवर्किङ हुनुहुन्छ होइन धेरै कुरा तपाईँ प्रोग्रेसिभ पोजिटिभ सोच्नुहुन्छ अब बिबिएको सर्टेन उसमा पुगिसक्नुभयो स्टिल केही काम पनि गर्दै हुनुहुन्छ होइन सजेसन चाहिँ के छ भन्दाखेरि काम गर्न थालेपछि तपाईँ जुन बेसमा तपाईँ अगाडि बढ्नु भएको थियो एउटा बिबिएको स्टुडेन्ट भएर काम गर्दै हुनुहुन्छ भने त्यो बेसलाई कम्प्रोमाइज नगरिकन काम गर्नु होला फ्युचरमा काम लाग्छ यस्तो कुराहरू चाहिँ अहिले तपाईँलाई जब ठुलो लाग्न सक्छ भोलि पर्सि गएर यो पढाइ यो एकाडेमिक क्वालिफिकेसनले तपाईँले योभन्दा धेरै ठुलो कुरा एचिभ गर्न सक्नुहुन्छ है तपाईँभित्र भएको जुन त्यो आई क्यान डु इट भन्ने कामको तपाईँको स्पिरिट छ नि त्यो चाहिँ मर्न दिनु हुँदैन अपर्च्युनिटी त तपाईँको बाटोमा टन्नै आउँछ अर्को कुरा चाहिँ तपाईँ शुभश्रीबाट ग्रेजुएट हुँदाखेरि तपाईँले यो कुरा धेरै फिल गर्न पाउनुहुन्छ अभियसली सो मैले भन्नुपर्दा चाहिँ तपाईँको भित्रको जुन म केही गर्न सक्छु भन्नेवाला हुटहुटी भन्छौँ नि हामी त्यो चाहिँ मर्न दिनु भएन थ्याङ्क यू सो एकदमै राम्रो लागेको कुरा चाहिँ आई विल वर्क अन इट आई विल कन्टिन्यू फ्रम यु सर You have felt confidently. I have thought that you will read something from the paper, questions you read, and then you'll ask a question. But it is not like that. And you have got a good level of confidence. Carry on. So thank you so much. तिमीलाई त म सधैँ भनि नै रह हुन्छु होइन अनि सबै यो गर त्यो गर भनेर होइन बट डेफिनेटली यु हेभ अचिभड अ लट ओभर हियर शुभश्रीमा अब अहिले त तिमी आफै पनि यु आर लाइक आई थिङ्क इफ आई एम नट रङ यु आर अगेन ह्यान्डलिङ सम अफ द अर्गनाइजेसन मेबी है सो अझ राम्रो गर्दैछौ बेटर गर्दैछौ कुनै पनि कुरालाई म गर्दिनँ नभन जुन कुरा पाइन्छ त्यो कुरा सिक्न पाइन्छ क्या मेन त होइन सो अब सानो कुरा पनि सिक्न पाइन्छ क्या लाइफमा सो त्यो सिक्न पाइन्छ भने त्यो कुरा गरिदिइहाल्ने हो त्यहाँबाट नलेज लिइहाल्ने होइन सो सबै म गर्छु भनेर अगाडि पोजिटिभ वेमा अगाडि बढ भविष्यमा माथि पुगि नै हालिन्छ र एउटा कुरा चाहिँ युआर लिडिङ लिडरसिप क्लब राइट नो आई एम प्रेसिडेन्ट इभेन्ट मास्टर्स क्लब मैले यो क्वेसन कन्फ्युजन किन क्रिएट गरेँ तपाईँको एउटा क्वालिटी भनेको डु यु आर फ्रम इभेन्ट मास्टर क्लब तपाईँ जुनसुकै क्लबको प्रोग्राममा नि पुगिरहनु भएको हुन्छ होइन त्यहाँ गएर सपोर्ट गरिरहनु भएको हुन्छ त्यो भनेको अरू स्टुडेन्टले पनि सिक्न जरुरी छ र तपाईँले अरू स्टुडेन्टमा पनि विदाउट एनी एरोगेन्स तपाईँले जुन फ्लो गराइरहनु भएको छ द्याट इज द असम वर्क थ्याङ्क यू फर डुइङ अल दोज थिङ्स मैले लास्ट टाइम पनि भनेको थिएँ एक्चुअली शुभश्रीको जुन रिफ्लेक्सन चाहिँ तपाईँले क्यारी अन गरिरहनु भएको छ राम्रोसँग मिस्टर शुभश्रीवाला टाइटलको मिनिङ चाहिँ अब जुन आउने पुस्ताहरूले पनि जान्नुपर्ने हुन्छ है त्यो राम्रो काम हो एकदमै र तपाईँले त्यसलाई विदाउट एनी एरोगेन्स आफूमा एरोगेन्स आउन नदिकन अगाडि बढाउनु पर्छ हामी ह्युमन बिङ भनेको कस्तो हुन्छ नि बिर्सिँदै जान्छौँ कहिलेकाहीँ हामीलाई पावर पदले चियरले मत त आउँछ त्यो चाहिँ हुनु भएन अरू कुरा त तपाईँले बुझिरहनु भएको छ युआर एकदमै हार्डवर्किङ हुनुहुन्छ त्यसपछि त सबै कुरा ज्ञान हुन्छ सो थ्याङ्क यू सो मच सर यो पोडकास्ट गरिरहँदाखेरि चाहिँ आज हामीले जुन वर्षौँ लगाएर सिक्नुभयो कमाउनु भयो एउटा अनुभव त्यो थोरै समयमा सिक्न पाइयो बुझ्न पाइयो र केही कुराहरू चाहिँ त्यो बुझिसकेपछि सायद त्यो मिस्टेक या त्यो चाइल्डलाई म अझै राम्रोसँग लिन्छु भनेर कुराहरू मैले सिकेँ र हेर्नुहुने सबैले सिक्नुहुन्छ भनेर आशा राख्दै
यो पोडकास्ट हाम्रो अफिसियली आजको जुन मिठो राम्रो इन्सपायरिङ मोटिभेसन हुनागरी भयो हामी आज यहीँ समाप्त गर्छौँ र यो पोडकास्ट अर्गनाइज गरिदिनु भएको शुभश्री लिडरसिप क्लब र स्पेसली प्रेसिडेन्ट निशान्त भाइ तथा स्मृति म्याम, आनन्द सर र यहाँ उपस्थित भू सर, अनिश सर र जयराज सरलाई धेरै धेरै धन्यवाद दिँदै आजको लागि यति भन्दै see you in the next podcast and thank you so much everyone. Thank you. Yeah, thank you. You tried it very well. You will.